सायद मैले यो जुन कपडा लगाएको छु मैले धेरै वर्ष लगाएँ यो कपडा। अनि जिन्दगीमा भनौँ न लगाएँ होला मैले 2 वर्ष माथि नै लगाएँ यो कपडा, न फेरेँ मैले न केही गरेँ धुएँ। म यही कपडा मात्रै 2 वर्ष लगाएर बसेँ। मर्नको लागि भनेर नि कतिचोटि पुलबाट हाम फाले, मरिएन, भगवान्ले लेखेकै रहन्छ। सानै उमेरमा धेरैचोटि कोसिस गरेको तर लेखेको नि हुनु पर्दो रहेछ। रातिको 12-1 बजे 2 बजे बोरामा आगो लगाइदिने, पानी आएर छ्यापिदिने, त्यो राति राति कामी भाग्न पर्ने दिनहरूले चाहिँ एकदम होइन नि। त्यो रातिको 12 बजे नि मान्छे उठ्थे र त्यसरी कुट्न आउँथे त भाइ। त्यो खातेहरू त्यहाँ अगाडि सुत्न आयो भनेपछि मान्छेहरू पहिल्यै हेर्ने, अनि त्यो थाहा पाएपछि राति राति यस्तो हामीले गरिदिएपछि चाहिँ अर्को पालि आउँदैन भन्ने मनमा हुन्थ्यो के हुन्थ्यो, त्यस्तो गर्थ्यो। तपाईँहरूलाई याद होला नहोला त्यो आफ्नो ठाउँमा छ होइन। तर कतिपय बच्चाहरू सडकमा मरेको बच्चाहरूलाई नगरपालिकाको गाडीले हालेर उसको परिवार नखोजिकन त्यत्तिकै लगेर पोलिदिन्छ नि, थाहा छ तपाईँहरूलाई। मान्छेले त पुण्य कमाएपछि हो नि त स्वर्ग जाने त होइन। भगवान्लाई खुसी बनाउनु भनेकै कसैलाई खुसी बनाउनु, जस्तै अब हामीले कसैलाई खुसी बनायो उसको आशीर्वाद पायो भने त त्यही नै हो नि त, त्यही हो पुण्य त्यही। अनि म चाहिँ अचम्म लाग्छ क्या मान्छेहरू होइन, भित्र जान्छन् सबै दुध चढाउँछन् सबै कुरा गर्छन्, तर त्यो बाहिर बस्ने मान्छेहरू माग्न बस्ने मान्छेहरूलाई चाहिँ केही पनि दिन्न, त्यो मूर्तिलाई गएर सबै कुरा चढाउँछन् क्या। अनि म चाहिँ उनीहरूले पनि हात टेकेर भगवान्लाई केही न केही त माग्छ क्या। त्यत्तिकै मन्दिर त कोही जाँदैन नि, जान्छन् त भगवान्लाई त केही न केही त माग्छन् नि त होइन। म चाहिँ भन्छु हाम्रो समाजमा सबै माग्ने नै हो, फरक यति हो हामी मन्दिर बाहिर बसेर माग्छौँ, उनीहरू मन्दिरभित्र बसेर माग्छन्। धेरै बच्चाहरू उद्धार गरेर जसको परिवारहरू भेटेको छैन उसको परिवार खोजेर पुनर्स्थापना गरेर परिवारमा बस्ने एउटा वातावरण बनाइदिएर होइन, धेरै बच्चाहरू जिम्मा यो समाजमा फेरि धेरै दुःख खपिसकेपछि भगवान पनि त भेटिँदो रहेछ होइन। फेरि हामी यस्तो भन्छौँ क्या, भगवान खोज्नलाई मन्दिर जानु पर्दैन कि आफ्नो मन सफा बनाउनु पर्छ, भगवान त्यस्तै देखिन्छ। कतारको भनौँ न राजाको बडीगार्ड हो। कतारको राजाको समाजले त हामीलाई त्यस्तो व्यवहार गर्यो, हामीलाई पुलिसहरूले पनि त्यस्तो व्यवहार गर्थ्यो क्या। हामीले केही गल्ती काम नगर्दा नि कतै मोबाइल पसल फुट्यो अथवा कतै चोरी भयो भने यिनीहरूले नै चोरेको हो भनेर लगेर पिट्ने, अनि त्यो पुलिसको त्यो चौकीको वरपरको झाराहरू उखाल्न लाउने होइन। भाइ कार्यक्रममा स्वागत छ। हस्, धेरै धेरै धन्यवाद। अब कहाँबाट सुरु गरौँ, कसरी सुरु गरौँ? राजु अधिकारी है। हजुर। सबभन्दा पहिला कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि चाहिँ यो भिटामिन सी सिरम छ, यो सिरम चाहिँ फेसमा लाउँदाखेरि चाहिँ एकदम फेसमा भएको दागहरू सबै चायापोतो जति पनि आउँछन् होइन। अब हुन त छोरी मान्छेलाई मात्रै भनिन्छ, छोरी मान्छेले मात्रै राम्रो बनाउने त होइन, छोरा मान्छेले पनि गर्ने चाहिँ भाइलाई मैले पहिला गिफ्ट गरेँ है त। ल भाइ धेरै धेरै धन्यवाद। मैले यो आजसम्म फेसमा केही युज त गरेको छैन, एकपल्ट म यो युज गर्छु यो प्रोडक्ट, अनि पछि राम्रो लाग्यो भने म मगाउँछु अझै पनि, बाहिर दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई सेयर गरौँला। हस् भाइ धन्यवाद। यो राम्रो छ भनेर खबर आइरहेको छ, त्यही भएकोले गर्दा भाइले पनि एकचोटि फेसमा लाएर हेर्नु होला। ओके, राजु अधिकारी कहाँबाट सुरुवात गरौँ भनेर भन्दा मैले अब यतैबाट सुरुवात गर्न चाहेँ, फोटोबाट। ओ माई गड, धेरैले राजु अधिकारीलाई चिन्नेले त चिनिहाल्नु भएको छ, नचिन्नेलाई मैले भन्नुपर्छ राजु अधिकारी जो आजभन्दा 20 वर्ष 25 वर्ष होइन 15-16 वर्ष, अब अहिले त 25-26 वर्ष पुग्नु भएको छ, जेनजी हुनुहुन्छ। सडकबाट यो स्थितिसम्म आउने एउटा अनाथ भनौँ कि भाइलाई, त्यो नाम दिँदा त अलिकति पनि हुँदैन, तर
अवस्था त्यही थियो, त्यही सडकको व्यवहारिसे भनेर भन्दा नि हुन्छ भाइ त्यतिखेर? व्यवहारिसे भन्दा पनि अलि अप्ठ्यारो नमानिकन भनौँ न होइन। मेरो स्टोरीले चाहिँ कोही कसैलाई एकजनालाई पनि टच भयो, उसले केही कुरा सिक्यो भने मेरो लागि त्योभन्दा ठुलो कुरा केही पनि होइन होइन। त्यति बेला चाहिँ खाते भनेर युज गर्ने शब्द थियो। अझ मैले त अझ व्यवहारिसे भने भाइले जुन टिपिकल शब्द ल्याउनु भएको थियो, जुन सडकमा यसरी फोहोर टिपेर खाने बच्चा, अझ लागु औषध पनि प्रयोग गर्ने, अनि हामी जस्ता बाटामा हिँड्ने मान्छेले चाहिँ उहाँहरूलाई संज्ञा दिने खाते। ओ माय गॉड। तर मैले जिन्दगीमा कहिले पनि त्यो बच्चाहरूलाई कहिले पनि त्यस्तो शब्द प्रयोग गरेको छैन भाइ। आजसम्म मैले कहिले पनि, जति पनि बच्चाहरू छन् होइन, मैले कहिल्यै पनि मैले उहाँहरूलाई केही गर्न सकिनँ होला भाइ, तर मैले खाते भन्ने शब्द प्रयोग गरेको छैन। जुन तपाईँले, जुन मलाई त्यो भन्न शब्द अप्ठ्यारो लागिरहेको थियो, जुन तपाईँले नै भनिदिनु भयो खाते भनेर भन्थे त भनेर भन्नुभयो, त्यही बच्चा आज दर्शकहरूलाई भन्छु, यो इन्टरभ्यू तपाईँहरू अन्तिमसम्म नछुटाइकन हेरिदिनु होला, किनभने कहिले पनि मैले कार्यक्रममा यसरी सुरुवातमै भनेको थिएन। किनभने यो इन्टरभ्यू लिँदाखेरि म यति धेरै भावुक पनि भइरहेको छु भाइलाई देखेर। जुन अझ खाते भन्ने शब्द प्रयोग गर्नुभयो भाइले, त्यसले गर्दा झन् एकदम धेरै मन टच भएको छ। उहाँ भाइ आज उहाँ यो अवस्थामा हुनुहुन्छ, एउटा राम्रो जीवनयापन गरिरहनु भएको छ। आज यहीँबाट सुरुवात गर्दैछु भाइ। हेटौडा, हजुर, हेटौडाको सडकमा हुनुहुन्थ्यो। पहिला सडकमै जाउँ भाइ अब एकचोटि। म चाहिँ कसरी सडकमा आइपुग्नु भयो? सडकमा म चाहिँ त्यस्तै अब भनौँ न 20-22 वर्ष अगाडिकै कुरा हो। मेरो मम्मी बाबा जस्तै मेरो बाबाको घर यता सिस्नेरी कुलिहानी, हजुर, मेरो मम्मीको घर चितवन। हजुर। अनि मेरो बाबा मम्मीको चाहिँ लभ म्यारेज। ए, बाबा र मम्मीको। त्यति बेला चाहिँ के थियो भने अब त्यो समयमा त जातभात भन्ने त एकदम छुट्याउँथ्यो नि त मान्छेहरूले होइन। अनि मेरो बाबाले चाहिँ मेरो मम्मीलाई अत्यन्तै मन पराउने, अनि मेरो बाबाले चाहिँ मेरो मम्मी परिवार हुनुको कारण मेरो बाउ चाहिँ अधिकारी, बाहुन। मेरो बाउ अधिकारी, मम्मी परिवार। अनि घरमा चाहिँ ठ्याक्कै कुरा नमिल्ने, घरमा भित्र भनेपछि त्यो समयमा बाबाले अन्तर्जातीय विवाह गर्नुभयो, बाहुनको छोराले परिवार। त्यही भएर घरमा अब भित्र आएर ल्याउने माहौल नभइसकेपछि मेरो बाबाले चाहिँ मेरो मम्मीलाई भगाएर हेटौडा भन्ने ठाउँमा ल्याउनु भयो। अनि त्यहाँबाट कोठा लिएर बस्दै गर्ने क्रममा हामी पनि जन्मियौँ होइन। अब त्यहीँनिर हुर्क्यौँ। 6-7 वर्षको उमेर भएपछि अब हुन्छ नि त, अब आफ्नो आफ्नो समस्या हुन्छ। त्यति बेला मेरो बाउलाई पनि ठुलो समस्या थियो होला, कमाउन पर्यो, घर चलाउनु पर्यो होइन, अनेक थरी टेन्सन। अब रक्सी सक्सी खानुहुन्थ्यो, केही कुराको त प्रब्लम थियो होला नि त। मलाई त अब म त सानै थिएँ, 6 वर्षको। अनि रक्सी खाने, अब अलिकति हात उठाउने यताउता त्यस्तो हुन्थ्यो क्या घरमा। अनि म चाहिँ त्यो क्रममा घर छोडेर भागेँ बाहिर भनेर, त्यही हेटौडै बजारतिर वरपर। तर घरमा चाहिँ बसिनँ, बाहिर बस्ने। अब त्यही त नि, बाटोमा बस्दै जाने क्रममा त्यही बाटोको साथीहरू चिन्यो, बजारको रमझम त्यो देख्दाखेरि छुट्टै त्यो हाम्रो मनै आकर्षित हुने क्या, त्यो हुन्छ नि बाहिरको। त्यो भएपछि त्यहीँ बस्ने बानी हुँदै गयो। बाटोतिर बस्दै जाने क्रममा काठमाडौँ आइपुगेको थिएँ म। गाडीमा चढेर, त्यही पनि हुटमाथि। अब खलासीले हामीलाई भित्र बसेर आउन नदिने, हामी चाहिँ सबैजना पेसेन्जर हालेर गाडी गुड्ने बेला चाहिँ हामी भर्याङमाथि चढेर काठमाडौँमा बोरा ओढेर आइपुग्थ्यौँ के होइन। काठमाडौँ आइपुगेको थिएँ। काठमाडौँमा बस्दै जाने क्रममा मेरो बुवा बित्नु भइसकेको रहेछ, मलाई थाहा थिएन। अनि त्यही हेटौडाकै बाटोमा बस्ने साथीले चाहिँ आएर मलाई सुनायो, बाटोमा भेट्दाखेरि तेरो बुवा त मर्यो नि, तैँले थाहा पाइस् भने। मलाई त अब सानैदेखि अब त्यो माया नहुर्केर होला, मलाई चाहिँ खासै त्यो फिल भएन क्या। बुवा मर्यो भन्दा ए मर्यो,
ल त्यही त ठिकै त बाटो भन्नु। सडकमै रमाइरहनु भएको छ सडकमै किनभने सडकमा त मैले धेरै कुराहरूको त्यो हुन्छ नि घिडा मान्छेले गर्ने कुराहरू त्यो व्यवहारहरूले गर्दा चाहिँ त्यो मेरो जुन यो मन हुन्छ नि ढुङ्गाको भइसक्यो ढुङ्गाको जस्तो भइसक्यो माया भन्ने छैन बाउ मरोस् कि आमा मरोस् कि उनी भएन अनि त्यसपछि बाउ मऱ्यो भन्दा मऱ्यो भने मलाई चाहिँ खासै त्यस्तो फिल भएन क्या किनभने अब सानैदेखि बाउ आमासँग हुर्क्या बाउ आमाले माया गरेर हुर्काएको भयो अलग्गै फिल हुन्थ्यो होइन तर त्यस्तो केही पनि फिल भएन मलाई अनि त्यस्तै केही समयपछि म हेटौडा पुगेँ हेटौडा जुन ठाउँमा बस्नुहुन्थ्यो त्यो ठाउँमा जाँदाखेरि कोही पनि हुनुहुन्थेन ए आमा बुवा नै हुनुहुन्थ्यो दुःखद भाइ अब फेरि एकचोटि सडकमै फर्किन चाहेँ मैले है अब कसरी तपाईँको जन्म भयो र तपाईँ कसरी सडकमा आइपुग्नु भयो कुन स्थितिले सडकमा आइपुग्नु पर्यो भन्दाखेरि चाहिँ कुरा फेरि जातकै कुरा आयो यहाँनिर अन्तर्जातीय विवाह गरेकै कारणले गर्दाखेरि नै बाबा मम्मीमा अथवा समाजमा छिछि धुरधुरकै समस्या छ त्यो समयमा त्यो कुरालाई हामीले थिएन भन्न पनि मिल्दैन सबै कुरा देखाउनु पर्ने पनि होइन र अब रहेको कुरा भाइ सडकको स्थिति अब यो सडकको यो फोटो देख्दाखेरि मलाई के खानुहुन्थ्यो अब यतातिर जाउँ कस्तो बसाइ हुन्थ्यो यतातिर जाउँ यो कुरा भन्नु पर्दाखेरि यो ठ्याक्कै मेरो हेटौडा बस पार्क जुन त्यो अहिले मोइको ठेकी भन्ने एउटा बस पार्कको बिचमा बनाएको छ होइन अहिले त चेन्ज भइसक्यो पहिला त्यस्तो थिएन त्यो त्यहाँनिरको फोटो हो हजुर अनि यो समयमा मैले कस्तो कस्तो दुःखहरू कष्टहरू भोगेँ भन्ने म तपाईँहरूलाई थोरै भन्छु होइन अब हजुरहरूले ध्यान दिएर बुझ्दिनु होला यो कुरा हुन त अब नपरेको मान्छेलाई फिल नहुन सक्छ त्यही पनि एकदम शान्त भएर बुझ्ने कोसिस गर्नु यो कुराले तपाईँहरूमा नि केही कुराको इफेक्ट त पार्छ नै होइन म यो समयमा टक्क लाएर हेटौडा बस पार्कमा हामीलाई त्यो खाना बस्न लाउन हामीसँग केही पनि हुन्थेन हामी जस्तै राति पानी पर्दाखेरि यसो पानी नचुइने पेटीमा गएर सुत्ने क्रममा मान्छेहरू आउने होइन लात्ताले हान्ने यो खाते भन्ने त्यो बोरा ओढेर सुतेको ठाउँमा बोरा तानिदिने गर्थे मान्छेहरूले त्यही घरबेटीहरू आउने रातिको 12-1 बजेतिर त्यो बाल्टिङमा पानी ल्याएर खातेहरू तिमीहरूले सुत्ने ठाउँ पाएनस् भनेर पानी छ्यापेर लखट्ने होइन यतिसम्म टचर भयो कि हामीलाई होइन अब जस्तै हामीले अलिअलि पैसाहरू अब यो समयमा म बाँच्नको लागि मान्छेहरूसँग हात जोडेर खुट्टा ढोकेर पैसा पनि मागेको थिएँ क्या मान्छेलाई भन्ला आफ्नो कथा भन्दा कस्तो लाज नभएको भन्ला होइन म चाहिँ लाज मान्दिनँ मेरो कथाबाट कोही मान्छेले केही कुरा सिक्छ भने मैले भन्न जरुरी छ क्या त्यही कारणले म कति मान्छेहरूसँग हात फैलाएर माग्थे मैले बोरा बोक्थे अब हामीले खाना भन्ने कुरो महिनामा 1 चोटि 2 चोटि पाउँथ्यौँ एक छाक खाना नत्र हामीले त्यो सुलेसन भन्ने जुन प्लास्टिकमा हालेर पुग्थ्यौँ नि सुलेसन जस्तै हामीले त्यो प्लास्टिकमा हालेर दुधको प्लास्टिकमा हालेर हामीले सुलेसन फुक्थ्यौँ त्यही सुलेसनले चाहिँ हामीलाई के गर्थ्यो भने हाम्रो ध्यान भनौँ न जस्तै हाम्रो यो मस्तिष्क छ नि हाम्रो दिमाग अर्कै दुनियाँमा पुर्याइदिए जस्तो कि केही पनि याद नहुने कसैले पिट्यो भने पनि थाहा नहुने कसैले हामीलाई करायो भने पनि थाहा नहुने हामी चाहिँ अलि भोक पनि नलाग्ने हुन्छ नि एउटा डेन्जर नसामा के नसाको भित्र तलमा फसेका हुन्छौँ क्या त्यो टाइममा चाहिँ अनि यस्तै जुन यो फोहोरको थुप्रो देख्नु भएको छ यो चाहिँ बेलुका भएपछि त्यो होटेलको मान्छेहरूले जस्तै खाएको खानाहरू बढी भएर फाल्ने त्यहीँनिर होइन अनि त्यहीँनिरबाट उठाउने खाने समेत पनि गरेको क्या मैले हामीलाई त कतिसम्मको हुन्थ्यो भने समाजले त हामीलाई त्यस्तो व्यवहार गर्यो हामीलाई पुलिसहरूले पनि त्यस्तो व्यवहार गर्थ्यो क्या हामीले केही गल्ती काम नगर्दा नि कतै मोबाइल पसल फुट्यो अथवा कतै चोरी भयो भने यिनीहरूले नै चोरेको भनेर लगेर पिट्ने अनि त्यो पुलिसको त्यो चौकीको वरपरको झाराहरू उखाल्न लाउने होइन अनि त्यो भाँडासाँडा धुन लाउने सबै काम सकेपछि फेरि छोडिदिन्थ्यो क्या पुलिसले पनि त्यस्तो व्यवहार गर्थ्यो क्या हामीलाई अनि समाजले चाहिँ हामीलाई चाहिँ भनौँ न अब बाध्यता थियो नि त त्यति बेला त हाम्रो पनि त खुसी थिएन नि त हाम्रो सायद
खुसीको लागि गरिन्थ्यो भने हामी यो ठाउँमा हुन्थेनौँ नि त हैन। अब त्यति बेला मेरो त बाउ पनि बित्नु भयो अनि मम्मीले पनि छोडेर अर्कैतिर जानुभयो हैन। पछि मम्मी पनि बित्यो भन्ने सुनेको हो। मैले चाहिँ धेरै वर्ष यहाँ कटाएँ। यो अवस्थामा चाहिँ धेरै कुरा सिकियो पनि भाइ। अब यो सुलेसन सुइरहँदाखेरि होइन लागु औषधहरू यो कहाँबाट ल्याउने त? यो चाहिँ हामीले किन्न पर्थ्यो होइन। अनि फेरि पैसाकै कुरा भयो, पैसा माग्नै पर्यो, पैसा मान्छेहरूसँग माग्नु पर्यो, माग्दा नि कति गाली खानु पर्यो, कतिले त मुख छाड्छ, कतिले त हातै उठाउँछ। भोक लाग्दाखेरि यसो मोमो पसलको ठेलाहरूमा मान्छेहरूले मोमो खाइरहेको छ, दाइ एउटा मोमो दिन्न, दिदी एउटा मोमो दिन्न भनेर जाँदाखेरि मोमो पसलेले त्यो मगको पानी छर्किने लखट्ने है। अनि त्यसपछि त्यो अब यो बाटोमा फालेको फोहोरहरू उठाएर लगेर बेच्ने, त्यहाँबाट आउँथ्यो पैसा। त्यही पैसाले पनि जम्मा गरेर हामी चाहिँ किनभने हामीलाई त्यो समाजले गरेको टर्चरहरू चाहिँ त्यो मनमा नबसोस्, नसुनियोस्, नदेखियोस् भनेर चाहिँ हामी त्यो नसाको तलमा डुबेरै बसिरहेको हुन्छौँ के सबैजना है भाइ। प्राय जस्तो सबैजना त्यही नै गर्छ, किनभने हामीलाई गर्ने व्यवहारै अर्को थियो नि त। हामीलाई त्यो सायद घरमा बसेको मान्छे कोही एउटा व्यक्ति जस्तै 2 दिनको लागि सडक बच्चा बनेर बस्यो भने त्यो मान्छेले 100% सुसाइड गर्छ। सहनै सक्दैन त्यो मान्छेले। हामीलाई जुन व्यवहार गर्छ त्यो मान्छेलाई त्यस्तो व्यवहार गर्यो भने त्यो मान्छेले सुसाइडै गर्छ, सक्दैन, सहनै सक्दैन। त्यतिसम्मको हो, त्यस्तो स्थिति हुन्छ है भाइ। अब यही सर अब यता यो फेरि यो फोटो, चप्पल, लुगा, अब एकचोटि लुगातिर जाउँ भाइ। हजुर भन्नु। अब अहिले खानेको कुरा गऱ्यौँ होइन। अब फेरि लुगाहरू त्यही फालेको लुगाहरू थियो कि मतलब अब के गर्नु त, कसैको चोर्न पर्यो कि त होइन, कसरी न कसरी स्थिति नै त्यस्तै छ के, कसरी चाहिँ लुगाहरू चाहिँ लाउनु भयो त? हामीले जस्तै राति भएपछि चाहिँ एउटा फोहोरको थुप्रोमा मान्छेहरूले फोहोर फाल्छन् हैन। ए हजुर। अनि त्यो फोहोरमा चाहिँ कतै कपडा सपडा भेट्यो भने राम्रो कपडा रहेछ, अब मान्छेलाई त त्यो काम नलाग्ने भएपछि फाल्छ नि त। हामीलाई चाहिँ दसैँ तिहारमा त्यो नयाँ कपडा दिए जस्तो हुन्छ कि त्यो कपडा टिपेर लाउँदा पनि त्यो समयमा त्यस्तो थियो कि त्यही कपडाहरू होइन, त्यही कपडाहरू मान्छेले फालेको कपडाहरू टिपेर लाउने, त्यही लाएर हिँड्ने। सायद मैले यो जुन कपडा लगाएको छु मैले धेरै वर्ष लगाएँ यो कपडा। अनि जिन्दगीमा भनौँ न लगाएँ होला मैले 2 वर्ष माथि नै लगाएँ यो कपडा। न फेरेँ मैले, न केही गरेँ, धुएँ। म यही कपडा मात्रै 2 वर्ष लगाएर बसेँ, यही कपडा मात्रै। अब कहिलेकाहीँ अब अघि भन्नुभयो लात्तीले हान्थे, खाथे भन्थे भनेर भन्नुभयो नि होइन। अनि सधैँभरि त्यो फोहोर फाँकेकै ठाउँमा पनि त नहोला खानेकुराहरू होइन। कति समय त फेरि भोकै पनि बस्नुपर्ने स्थिति होला नि। त्यतिखेर चाहिँ दिमागमा त्यही बेला कि अब त्यही अब लागु औषध लगाएर त्यही दिमाग झुम्म पारेर केही थाहा हुँदैन, या भोकले छटपटिएर म चोर्न जाउँ अथवा के गरौँ, लुटौँ पाटौँ के, अब त्यो सानो उमेरमा होइन। त्यो अलिकति त्यो सम्झौँ न भाइ। त्यो के हुन्थ्यो भने अब सधैँ एकै ठाउँमा बसेर हामीलाई खान नि पुग्थेन होइन। अब त्यसको लागि हामीले नि जस्तै भनौँ न, म काठमाडौँमा बस्दाखेरि हामी कतै यता कालीमाटीतिर अथवा हामी कतै यो पशुपतितिर हामी कतै छौँ भने मङ्गलबार एकचोटि यो हनुमान ढोकानिर खाना बाँड्छ क्या। त्यो खाना बाँड्नको ठाउँमा हामी 4-5 किलोमिटर कताबाट हिँडेर आइपुग्थ्यौँ क्या। हप्तामा एकचोटि खाना दिन्छ भनेर, खाना पाउँछौँ भनेर, खाना पाउँछ भनेर। त्यो हाम्रो हप्तामा एकचोटि पाउँछ, त्यही पनि त्यो आउँछ नै कस्तो हुन्थ्यो क्या। हामीलाई त्यो बार मात्रै थाहा हुन्थ्यो क्या। आहा आज त खाना दिने हो त भने त्यहाँनिर गएर थुप्रै खाना खान्थ्यौँ क्या त्यो उमेरमा क्या। अब मेरो यही कुरा हेटौडामा होस्दाखेरि अब त्यस्तो खाना खाउने मान्छेहरू त हुन्थेन। अब जस्तै हामीले खाना खान पाएनौँ, उ गरेनौँ, भोकै छौँ भने अब यस्तो बिहाहरू हुन्छ नि त होइन मान्छेहरूको। अनि वहाँनिर जाने, अब त्यहाँनिर नि खाद्य भन्ने होइन, त्यो ढुङ्गाले हान्ने, उ गर्ने, लखट्ने गर्थ्यो। हामी चाहिँ चोरेर भए पनि त्यहाँबाट के गर्नु, खान चाहिँ पर्यो। अब के गर्नु, मर्नु भएन। अब मर्नको लागि भनेर नि कतिचोटि पुलबाट हाम फाले, मरिएन।
भगवानले लेखेकै रहन्छ। सानै उमेरमा सानै उमेरमा धेरैचोटि कोसिस गरेको हो, तर लेखेको नि हुनु पर्दो रहेछ। यो बाल मस्तिष्कमा भाइ यो त्यो सानो बालक अहिलेको कुरा गरेँ त्यतिखेर अनि जब अरू यो बाटो छ नि, यो बाटोमा त चिल्ला गाडी भएका मान्छेहरू धनी मान्छेहरू हिँड्थे नि होइन। हजुर। अनि यही मान्छेहरूले फेरि ठुला ठुला कुरा गरेका पनि त तपाईँ अहिले ठुलो भएपछि त देख्नु भएको छ नि त होइन। मतलब बालबालिकाको अधिकारका लागि यस्ता उस्ता कुरा गरेको पनि त तपाईँले सुनिरहनु भएको छ अहिले हुँदाखेरि। अहिले चाहिँ के लाग्छ फर्केर हेर्दाखेरि ती बाटामा, अहिले त तपाईँलाई अर्कै कुरा छ, तर त्यो बाटोमा हिँड्दाखेरि क्या त्यो चिल्ला गाडीमा त्यस्ता राम्रा राम्रा मान्छेहरू धनी मानीहरू हिँड्दाखेरि उनीहरूले कस्तो व्यवहार गर्दा रहेछ नि त। अब पहिलाको र अहिलेकोमा हेर्ने हो भने मलाई जुन मान्छेले मलाई बाटोमा बस्दा खाते भनेर नाम दिथ्यो, जुन मान्छेले मलाई हुन्छ नि अब अनेक टचर दिएर हेप्ने गर्थ्यो नि त बाटोमा त हेला गर्ने, त्यस्तो मान्छेहरूले चाहिँ अहिले म गयो भने मलाई नमस्कार गर्छन् कि होइन। किनभने मैले त्यहाँसम्म पुग्नको लागि धेरै दुःखहरू खेप्या हो नि त। अहिले चाहिँ म जुन पुलिस चौकीमा मलाई झारो उखाल्न लाउँथ्यो त्यो मान्छेले जाने बित्तिकै नमस्कार गर्छन् कि। एउटा मैले त्यस्तो बाटो बनाएँ भनौँ न, एउटा धेरै मान्छेहरू देखियो, धेरै मान्छेहरू भेटियो होइन। हामीलाई त बाटोमा बस्दा पनि मान्छेहरूले आफ्नो अन्डरमा राखेर भिख माग्न लगाएर हामीबाट त्यो पाएको पैसा पनि लुटेर लाने मान्छेहरू पनि थुप्रै थिए नि त। तपाईँहरूलाई नै पैसा माग्न लगाउने अनि फेरि मागेर ल्याएको पैसा फेरि लुटेर लाने त्यस्तो मान्छेहरू पनि थिए। चोर्न ओर्न पनि फेरि उनीहरूकै काम रह्यो त्यसो भएदेखि त। सबै उनीहरूले नि लगाउने, नाम तपाईँहरूलाई लगाउने। त्यसपछि अहिले जुन मलाई पहिला खाते भनेर बोल्थ्यो नि, अहिले त्यो मान्छेले शिर उठाएर हेर्न सक्दैन। भेट हुन्छ है भाइ? धेरै मान्छेहरूसँग भेट हुन्छ। अहिले ती मान्छेहरूले के भन्छ नि भने, ओहो भाइ मैले त्यो सायद तिमीलाई त्यो समयमा त्यस्तो भन्न नहुन्थ्यो भने, मलाई माफ गर्नु, तिमीलाई देख्दा चाहिँ एकदम प्राउड फिल हुन्छ भन्नुहुन्छ। कथा धेरै भाइ यो रातिको समय जस्तो लाग्यो। यो चाहिँ ठ्याक्कै कुन समय हो भने जुन हामी बाटोमा बस्दै गर्ने क्रममा एकजना अर्पण पराजुली भन्ने व्यक्ति हुनुहुन्छ। सायद तपाईँहरूको लागि व्यक्ति हुनसक्छ, मेरो लागि चाहिँ भगवानै हो। आज उहाँ नहुनु भएको भए सायद म यो ठाउँमा पनि हुन्थिनँ। ठ्याक्कै के थियो भने यो समयमा पानी परिरहेको अवस्था थियो। म चाहिँ एकदम जाडोले काटेर बसिरहेको ठाउँमा, जाडो महिनामा काटेर बस्दाखेरि उहाँले मलाई वाच गरिराख्नु भएको थियो होइन। मैले त्यो राति वाच गरिराख्नु भएको थियो। अनि उहाँले बोलाउनु नि भएन, केही पनि गर्नु भएन, वाच गरिराख्नु भएको रहेछ। म चाहिँ धेरै मान्छेहरूसँग खानाको लागि भनेर मागिरहेको थिएँ, कसैले पनि दिएन। कसैले मलाई पानी छ्याप्यो, कसैले लात्ताले हान्यो, के गरेको क्रममा देख्दाखेरि उहाँलाई चाहिँ एकदम माया लाग्यो। अनि उहाँले चाहिँ मलाई बोलाउनु भयो, बाबु यहाँ हो भन्नु। अनि मलाई नि डर लाग्यो, म गइनँ उहाँको अगाडि। म केही गर्दिनँ बाबु यहाँ हो भन्दाखेरि पनि मलाई डर लाग्यो, किनभने हामीलाई त त्यसरी बोलाएर पिट्ने, पानी छ्याप्ने, बाँधेर राख्ने, त्यस्तो त थुप्रै मान्छेहरूले गरेको थियो नि त होइन। अनि एक किसिमको मनमा चाहिँ एकदम डर हुन्थ्यो कि यसले मलाई बोलाएर पिट्छ कि के हो भन्ने होइन। तर पनि म गइनँ। तर उहाँले एक प्लेट मोमो लिएर जब बस्नुभयो नि त्यहाँनिर, बसिसकेपछि त्यो मोमोको लोभले गएँ म उहाँसँग। अनि जाने बित्तिकै उहाँले मलाई मोमो दिनुभयो होइन। अरू पनि साथीहरू थियो त्यहाँनिर, थुप्रै साथीहरू थियो। अनि म भन्छु त्यो कुराहरू, थुप्रै साथीहरू थियो। एक प्लेट मोमो दिनुभयो। अनि भोक लागेको छ अझै खान्छौ भन्नुभयो। अनि होइन म त अचम्मै पऱ्यो, पहिलोचोटि मान्छेले आजसम्म कसैले गरेकै छैनन्। खातेर पाते भन्ने, कुट्ने, लात्तीले हान्ने, त्यस्ता मात्रै थियो। राम्रो अलिअलि मान्छेहरू भेटिन्थ्यो भनौँ न।
त्यस्तो मोडमा अलिक कमै भेटिन्छ यस्तो मान्छेहरू होइन अनि 1 प्लेट मोमो खुवाउनु भयो अनि त्यसपछि अझै खाने भन्दाखेरि खाने धेरै भोकमा थिएँ नि त म त अनि मैले खाँदै गर्ने क्रममा घर कहाँ हो भनेर सोध्नु भयो अनि मैले आफ्नो केही परिचयहरू खोलाएन त्यहाँनिर केही पनि भनिनँ अनि तिम्रो साथीहरू छ कि छैन भने मेरो साथीहरू थुप्रै छन् ल जाऊ तिम्रो साथीहरू बोलाएर ल्याऊ म सबैलाई मोमो खुवाउँछु भन्नुभयो अर्पण पराजुलीले मामाले अनि त्यसपछि म मेरो साथीहरू बोलाउन गए 15-16 जना आयो 15-16 जना हुनुहुँदो रहेछ 15-16 जना केटाहरू बटुलेर लिएर आए सबैलाई मोमो खुवाउनु भयो अनि मोमो खुवाउनु भइसकेपछि मामाले त्यो दिन हामीसँग केही पनि भन्नु भएन बोल्नु भएन म भोलि पनि तिमीहरूलाई मोमो खुवाउन आउँछु भनेर जानुभयो छोडिदिनु भयो बाटोमा ओके अनि त्यसपछि जस्तै हामी अब हुन्छ नि त्यस्तै दिन कट्यो कहिले खोला जाने नुहाउने होइन अनि त्यसपछि यताउता अब हिँड्ने त्यो नसामा बस्ने ठक्क रात हुने त्यो ओहो मोमो खुवाउने मान्छे आउँछ है भनेर सबैजना भेला भएर बस्ने त्यहाँनिर अब 1 प्लेट मोमोको हाम्रो हौसला हेर्नु न अरू केही कुरामा नजाने 1 प्लेट मोमो त्यो ठुलै कुरा भइहाल्यो त्यति मोमोले पनि पेट भरिन्छ भन्ने हुन्थ्यो क्या हाम्रो मनमा होइन सबैजना त्यति बेला चाहिँ 25-26 जना भयो जम्मा केटाहरू फेरि अब मोमो खाने भनेपछि चाहिँ 25-26 जना भयो आउनुभयो अनि मोमो खुवाउनु भयो 25-26 जनालाई 26 जनालाई नि खुवाउनु भयो अनि त्यसपछि अरू केही खाने भन्दाखेरि हामी थपी खायौँ क्या मोमो पनि थपी खायौँ अनि त्यस्तै फेरि उहाँले के भन्नुभयो भने केही पनि हामीलाई भन्नु भएन म भोलि पनि मोमो खुवाउन आउँछु भनेर फेरि पनि अर्को दिन पनि त्यस्तै गर्दै 7-8 दिनपछि आएर टक्क लाएर त्यहाँनिर राख्नुभयो अनि हामीलाई भन्नुभयो क्या ल बाबु सबैजना यहाँ गोलो घेरामा बस भन्नुभयो त्यो अब हामी त त्यो आजाद बाटोमा बसेको बच्चाहरू है हामीलाई त वास्तविक यो त्यो भन्ने नि थाहा छैन नि त हामी त कहाँ एक साग खान पाउँछ के लाउन पाउँछ हामी त्यसमा खुसी हो नि त हाम्रो त भविष्यको केही उद्देश्य नै छैन नि त भोलि पर्सि गएर म डाक्टर बन्छु म पाइलट बन्छु हाम्रो त कुनै सपनै छैन नि त हाम्रो सपना भनेको 2 छाक मिठो खान पाओस् त्यति हो 2 छाक त के एकै छाक खान पायो ठुलो कुरा अनि उहाँले राखेर हामीलाई चाहिँ के भन्नुभयो भने ल बाबु सबैजनाले आफ्नो परिचय देऊ त भन्नुभयो हामी अलमलमा पर्यौँ परिचय भन्ने के हामीलाई थाहा पनि थिएन कसैलाई पनि थाहा थिएन बाटोमा बस्ने बच्चाहरू परिचय भन्दा के भन्दा अलमल्यो अनि त्यसपछि उहाँ मामाले उठेर भन्नुभयो परिचय भनेको चाहिँ आफ्नो व्यक्तिगत कुराहरू भन्ने आफ्नो नाम जस्तै नमस्कार मेरो नाम अर्पण पराजुली म चाहिँ मेरो घर चाहिँ यो ठाउँमा म तिमीहरूलाई मोमो खुवाउन आउने मान्छे भनेर सिकाउनु भयो हामीलाई त त्यस्तो केही पनि थाहा थिएन अनि वहाँनिर बाटोमा जुन बच्चाहरू बस्थे कसैले पनि आफ्नो सत्य नाम बताएन सबले उल्टो नाम बताउने कसैले पनि किनभने हामी सडकमा बस्ने बच्चाहरूको चाहिँ त्यो बेला के हुन्छ सजिलै कसैलाई विश्वास गर्दैनौँ कि किनभने धेरै मान्छेको त्यही भएर अनि उहाँले चाहिँ के भन्नुभयो भने म भोलिदेखि तिमीहरूसँगै बस्छु भनेर हामीसँग 52 रात 52 दिन कटाउनु भयो बाटोमै बसेर उहाँले रिसर्च गर्ने क्रममा अनि हामीलाई के गर्नुभयो अनि परिचय दिन सिकाउनु भयो होइन बिस्तारै अनि हामी पनि आफ्नो मानेर अनि उहाँ त्यही रोडमै सुत्नुहुन्थ्यो हामीसँग सुत्न चाहिँ अब जस्तै हामी बोरा सोरा ओढेर अङ्गल मारेर एकअर्कासँग एउटै बोरामा 3-4 जना छेरेर सुत्यौँ त्यसरी सुत्नु भएन हामीलाई हेरेर बस्नुहुन्थ्यो होइन रातभरि नै त्यसरी कटाउनु भयो अनि बिस्तारै हामीलाई चाहिँ के कुरामा चेन्ज गराउनु भयो भने हाम्रो कपाल हेरे जस्तै तपाईँले देख्नु भएको छ नि त्यहाँनिर मेरो कपालहरू लगेर काट्दिनु भयो खोलामा गएर सुताई भाइ अलिकति अगाडि सुताई यही सुताई है भाइ सुताई यही हो यही बेला मान्छेले आएर खाते तिमीहरूले सुत्ने ठाउँ पाएनस् भनेर पानी छ्यापिदिँदाखेरि कतिसम्मको पीडा थियो भन्ने हाम्रो मनमा छ भाइ यस्तो यो बेला कसले फोटो खिच्दै थियो अर्पण पराजुली भन्ने मामाले खिच्नु भयो ओके
कस्तो गाह्रो थियो भाइ। अनि हामीलाई त बाटोबाट सिधै आश्रम लान पनि गाह्रो थियो नि त। आश्रम मामा घर नेपाल भन्ने एउटा संस्था छ जुन म बसेको हुर्केको, त्यो संस्था खोलेको थिएन नि त। अनि हामीलाई बिस्तारै बिस्तारै नङ काट्न लगाउनु भयो, कपाल काट्न लगाउनु भयो, नयाँ कपडा दिनुभयो होइन। अनि बिस्तारै बिस्तारै त्यो हामीलाई हुन्छ नि एउटा पारिवारिक त्यो घरको सम्बन्ध हुन्छ नि, त्यो हिसाबले चाहिँ हामीलाई बिस्तारै बिस्तारै चेन्ज गर्दै 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 एउटा चाहिँ भाडामा घर भाडामा लिएर चाहिँ हामीलाई त्यहाँ लगेर राख्नुभयो। त्यहाँ राख्दाखेरि पनि कुनै मान्छेले पनि घर भाडामा दिन खोजेको थिएन। ओहो यस्तो बाटोमा बसेर आएको खाते बच्चाहरूलाई हामी राख्दैनौँ भनेर हामीलाई समाजले पनि अपनाएको थिएन त्यो टाइममा होइन। जस्तै अब हामी त अब हुन्छ नि त, हामी त अब सानैदेखि घर परिवारमा पाउनुपर्ने ज्ञान नपाएर हुर्केको मान्छेहरू हो नि त। हामीलाई त समाजले पनि नअपनाउने भएर अलि छुट्टै के अलि फरक किसिमको गर्ने क्या व्यवहार गर्ने क्या। अनि त्यसपछि हामी बिस्तारै एउटा ठाउँमा कोठा दिनुभयो। त्यहाँनिर बस्दै जाने क्रममा अब त्यही त नि सुरुमा अब फोहोर गरिदिने, यताउता गरिदिने, त्यहाँको मान्छेले पनि एकदम गाली गर्ने, त्यताको हुन्छ नि जुन वरपरको छिमेकीहरू। अनि बिस्तारै बिस्तारै हामीमा चाहिँ अलिक परिवर्तन आउन थाल्यो क्या। सरसफाइ बस्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर बिस्तारै परिवर्तन आउँदै गर्दाखेरि अनि हामीले चाहिँ त्यो जुन समाजहरूमा त्यो फोहोरहरू हुन्छ नि त्यो सरसफाइहरू गर्न थाल्यौँ। यताउता हरेक एक्टिभिटी हुन्छ नि हामीले चाहिँ अलि सबैजनाले बुझ्दै गएपछि चाहिँ अलि त्यो माहौल बनायौँ क्या त्यहाँनिर। अनि बिस्तारै स्कुल भुटन देवी स्कुल भन्ने छ त्यहाँनिर हामी पढ्न गयौँ। अनि बिस्तारै जब हामीले पारिवारिक बुझ्दै गयौँ त्यसपछि चाहिँ हामी स्कुल पढ्ने सायद मामा घर नेपालको जुन बच्चाहरू थियो स्कुलमा पनि हामीलाई राख्न खोजेको थिएन। कतिजना हुनुहुन्थ्यो भाइ त्यहाँ? त्यति बेला थियो 24-25 जना थियो हुनुहुन्थ्यो है, सडकबाटै त्यहाँ जानुभएको। तर त्यो मामा घर नेपाल जुन अर्पण पराजुलीजी हुनुहुन्छ, उहाँले तपाईँहरूलाई जुन सडकबाट उठाएर जुन संस्था एउटा घर खोजेर राख्नुभयो, अनि तर त्यहाँको माहौल पनि तपाईँहरू त सबै साथीहरू त भेटघाट भइरह्यो नि त, रमाइलो, त्योबाट भाग्नु चाहिँ परेन? भाग्नु परेन भन्दा पनि त्यो संस्थामा पुगिसकेपछि धेरैचोटि भागेको हामी। फेरि भाग्नु भयो? धेरै दुःख दिएको मामाहरूलाई, त्यो जुन हामीले संस्थामा लानुभयो नि उहाँले त धेरै दुःख दिएको हामीले। त्यो हामी मान्छे बन्न त कहाँ त्यति सजिलो छ त नि, हामीलाई त धेरै सहनु भएको कि धेरै। सायद आफ्नो आमा जस्तै आफ्नो आमा बाउ हुन्छ नि, आफ्नो आमा बाउले पनि त्यति टर्चर सहन सक्नु हुन्थेन होला त्यति सहेर। त्यही पनि हामी त घरको एउटा बच्चालाई हुर्काउँदा हामीलाई कति गाह्रो हुन्छ। हामी त झन् बाटोमा बसेको बच्चा, हामीलाई हुर्काउन त कति गाह्रो छ, हरेक कुरा अनुशासनमा ल्याउनु पर्यो। अनि त्यसपछि बिस्तारै हामी चेन्ज हुँदै जाने क्रममा जस्तै स्कुलले पनि हामीलाई भर्ना गर्न मानेको थिएन। यस्तो खाते बच्चाहरूलाई हामीले स्कुलमा भर्ना गऱ्यो भने भोलि यहाँको बच्चाहरू पनि बिगारिदिन्छ होइन, यहाँको बच्चाहरूको सङ्गत बिग्रिन्छ, भोलि नराम्रो बाटोमा हिँड्छ, हामी गर्दैनौँ भन्दै जाँदाखेरि भुटन देवी भन्ने एउटा स्कुलले चाहिँ हामीलाई भर्ना लियो। अनि हामी चाहिँ बिस्तारै पढ्दै जाँदाखेरि प्राय जस्तो त्यो स्कुलमा पढ्ने बच्चाहरू भन्दा नि हाम्रो मामा घर नेपालको जुन बच्चाहरू छ फर्स्ट सेकेन्ड आउन थाल्यो सबैजना बच्चाहरू। किनभने बिस्तारै त्यो माहौलमा भिजिँदै गयौँ नि त, सिकिँदै गयौँ नि त। अनि त्यसपछि स्कुलले पनि धेरै गर्न थाल्यो, हेल्प गर्न थाल्यो। अनि समाजहरूमा अब धेरै मन पराउन थाल्यो। अनि त्यसपछि हामी त्यो ठाउँबाट कोठा सरेर जाँदाखेरि त्यही मान्छेहरूले पछि के भन्नुभयो भने यस्तो खाते बच्चाहरू हामी राख्दैनौँ भन्ने मान्छेहरूले पछि तपाईँहरू नजानु, तपाईँहरू यहीँ बस्नु भन्नेसम्म एउटा भयौँ हामी त्यो ठाउँमा होइन। अब अहिलेसम्म त्यो संस्था चलिरहेकै छ होइन। जस्तै मसँगै बाटोमा बसेको साथीहरू कतिजना मर्यो। अब तपाईँहरूलाई सिधा हिसाबमा भन्दाखेरि यहीँ काठमाडौँ बस्दा पनि अब तपाईँहरूलाई याद होला नहोला त्यो आफ्नो ठाउँमा छ होइन। तर कतिपय बच्चाहरू सडकमा मरेको बच्चाहरूलाई नगरपालिकाको गाडीले हालेर उसको परिवार नखोजिकन त्यत्तिकै लगेर पोलिदिन्छ नि, थाहा छ तपाईँहरूलाई।
सडकको बच्चालाई सडकको बच्चाहरूलाई हुन्छ नि कोही मान्छे मर्यो भने त उसको परिवार को हो के हो खोज तलास त गर्नुपर्छ नि त होइन तर त्यस्तो गरिँदैन भाइका साथीहरू पनि बित्नुभयो कति बित्यो मेरो आँखै अगाडि अब जस्तै हामी बाटोमा बस्दाखेरि यो खाती हो यो हो त्यो हो भनेर हामीलाई जस्तै हामीसँग पैसा लुट्दाखेरि उ गर्दाखेरि त्यति बेला मान्छेले हानेरै मारिदिएको छ कति बच्चा मान्छेले कुटेर लुटेर खोलामा लगेर फालिदिने के गर्ने कति समय छ नि त्यो त मेरो आँखाभित्र छ मनभित्र छ मैले त त्यो भन्न नसकेर मात्रै हो क्या मैले भने नि मान्छे त यही हाम्रै समाजका मान्छे यति कुर छन् छन् त भाइ तपाईँले चिन्नु नै भएको छैन मान्छेको समाजमा मान्छेको दुईटा रूप हुन्छ एउटा बाहिरी रूप एउटा भित्री रूप बाहिर सबैको अगाडि वाह हो भित्र कसैलाई पनि चिन्न सकिन्न सबैजना नहोला 100मा 10% राम्रो छन् मनैदेखि राम्रो छन् धेरै राम्रो छन् कोही कोही त यतिसम्म छ नि उनीहरूलाई केही गर्देको पनि छैन त्यही बाटामा बसेकै मागेकै भरमा त्यस्तो बेहोरा भाइ यही अब सुत्दैखेरिको कुरा गरौँ अब हेर्नु न अब हामी त अलिकति भए पनि जाडो हुन्छ ज्याकेट लाउनु पर्यो चिसो हुन्छ भनेका छन् बच्चाहरूलाई यो सिमेन्ट देखिरहेको छु म त सिमेन्ट देखिरहेको छु त्यो सिमेन्टमा त्यो जाडोको समयमा त्यसरी बिरामी पर्नु भयो कि भएन हामी बिरामी परे पनि कहिले औषधि उपचार गरिएन होइन जस्तै अब हामी त यस्तो कि त्यो नसाकै तालमा त्यो बिरामीहरू पनि पचे हो कि के गरे हो थाहा छैन हामी यो टाइममा यहाँ देख्नु भएको छ जुन हामी सुतिरहेको होइन हामी चाहिँ जाडो हुन्छ नहुने होइन यसमा बोरा ओढ्यो अब बोरा ओढेर पनि एक अर्कासँग त्यो टाँसेर सुत्ने जाडो भयो भनेर होला कुकुरहरू हुन्छ नि त त्यो बाटोमा बस्ने उनीहरूसँग कुकुरसँग टाँसेर सुत्दा चाहिँ एकदम तातो हुन्छ क्या कुकुरसँग टाँसेर सुत्ने अब साथीभाइहरूसँग त्यो नसा युज गरेपछि अलिकति त्यो नसा हुन्छ नसाको तालमा सुतेपछि त्यस्तो जाडो फिल हुँदैन अब किनभने हाम्रो त बाँच्ने उपाय नै त्यही त्यो खाएन भने त हामी कुनै पनि हालतमा बाँच्नै नसक्ने अवस्थामा भाइ अब यो भनिरहँदाखेरि जुन सुलेसनको कुरा आयो होइन यो सुलेसन पाउँदाखेरि त दिमागले अलिकति अब रमरम बनाइदियो ऊ भयो फेरि त्यो नपाएको र छटपटेका दिन पनि फेरि होला नि त छ त्यही छटपटेका दिनमा त नि सुसाइड गर्ने मन हुने नै ओके कतिचोटि पुलबाट यहीँ यो जुन रामघाट भन्ने ठाउँ छ नि कालीमाटीभित्र त्यही पुलबाट नि कतिचोटि हाम फाले म त्यो होसमा त चाहिँ होसमा मरिन्छ कि भनेर तर आजसम्म के लाग्दो रहेछ भाइ त्यतिखेर किन बाँच्नु भने जस्तो लाग्ने त्यो बेला कस्तो लाग्ने भने त्यो मान्छेहरूले गरेको व्यवहार देखेर किन बाँच्नु यस्तोरी त के बाँच्नु बरु मर्न पाए हुन्थ्यो भनेर मर्ने कोसिस गर्ने कि त्यो हामीले सहनै सक्दैनौँ क्या त्यो कुराहरू जुन हामी फ्रेसमा हुन्छौँ नि त्यो कुरा मान्छेले गर्ने व्यवहार हामीलाई त्यो रुच्दैन क्या कुनै पनि हालत हामी बाध्यताले त्यो नसा गर्नुको बाध्यता नै हाम्रो त्यही कारणले हो क्या त्यो भएपछि थाहा हुँदैन भनेर भन्ने स्थिति अनि त्यो फेरि पुलबाट हामफाली हरेकचोटि सुसाइड गर्दाखेरि चोट लागेन फेरि त्यसलाई गाह्रो भएन त फेरि पानीमा डुबेर मरिन्छ कि भन्ने आश हो अलिकति पानी निल्ने बित्तिकै खै अब त्यो बाँच्नु पर्ने त्यो आत्तिएर पनि त्यो छेउमा पुग्यो त्यस्तो के भन्ने मैले यो फोटो फेरि अर्को लुगा मैले यो के अरे चप्पल चाहिँ त्यही रहेछ अनि पेन्ट अनि यो फोटो खिचिदिने चाहिँ को हो भाइ अर्पण पराजु उहाँ हुनुहुन्छ त्यही बिचको सेरोफेरोमै फोटो खिच्यो है यिनीहरू जुन हामीलाई 52 दिन 52 रात हामीसँगै बस्दाखेरि त्यति बेला यो खिचिएको फोटोहरू हो यो रातिको समय हो नि हैन भाइ रातिको समय सायद त्यो टाइममा मोबाइल थिएन होला क्यामेराबाट खिच्नु भयो यो लुगा चाहिँ कहाँबाट आयो भाइ यो पनि त्यही फोहोरकै थुप्रोमा हो थुप्रोबाट थुप्रैबाट लिएको है हजुर
कहिलेकाहीँ त्यो अब त्यही फोहोरमा सुत्ने फोहोरकै कुराहरू खाने भइरहँदाखेरि मतलब शरीरमा चिलाउने डाबरहरू आउने कति त्यो आउन चाहिँ आइरहने घाउ हुने त्यो कपडामा हुन्छ नि। अब त्यो त समय थियो नि त, त्यो त दुःख पाएको समय। अब मेरो आफन्तहरूको पनि कोही पनि आएन, कसैले चिन्दा पनि चिनेन त्यो समय, कसैले खोजेन पनि होइन। त्यो समयमा जस्तै यो मैले लगाएको कपडा देख्नु भएको छ नि, हजुर, यसमा त्यो खोलेर हेर्नुपर्छ, जुम्रा परेको हुन्थ्यो कि। ओके, त्यतिसम्म हुन्थ्यो क्या हाम्रो कपडाहरू चिलाउने। कसैको घाउ भएछ, घाउबाट किराहरू निस्किरहेछ होइन, कसैको टाउकोभरि ऊ छ, अनेक थरीको कुराहरू देखिन्थ्यो। अनि यो त्यही बाल मस्तिष्कमा बालापनकै कुरा गरौँ, त्यो भइरहँदाखेरि चाहिँ कतै गएर आफै कसैले गर्देला त भन्ने, त्यो समाजमा त त्यस्ता मान्छे त उयो अब कहाँबाट भेट्नु र होइन। तैपनि आफैलाई यति धेरै चिलायो, कतै खोला भेटिएर नुहाउन जाउँ या केही गरौँ भन्ने लाग्दैन थियो कि त्यो नसाकै सुरमा बसाइ हुन्थ्यो? जस्तो सुकै भए पनि त्यसलाई सहेर बस्थ्यो। हामी चाहिँ के थियो भने, म चाहिँ अलिकति सानैदेखि अलिकति अरूभन्दा अलिक फरक थिएँ क्या। सानैदेखि अलिकति फरक थिएँ। म चाहिँ कस्तो टाइपको थिएँ भने, मैले केही खान पाइनँ, केही ऊ गर्न पाइनँ भने कहाँनिर खान पाउँछ भन्ने हिसाबले म चाहिँ मन्दिरतिर जान्थेँ कि। सोच बनाइहाल्ने कतातिर म चाहिँ अरूभन्दा अलिकति ऊ नै थिएँ कि, एक्स्ट्रा दिमाग भएको क्या हुन्छ नि। मन्दिरतिर जाने, अनि म चाहिँ त्यो मन्दिरमा हेर्थेँ क्या होइन। मान्छेहरू भगवानलाई गएर पूजा गर्छन् है, लड्डु चढाउँछन्, नरिवल फुटाउँछन्, नरिवल चढाउँछन्। अनि म चाहिँ त्यहाँ बसेर धेरैचोटि सोध्छु क्या होइन, मलाई कस्तो अचम्म लाग्छ क्या। मान्छेले त पुण्य कमाएपछि हो नि त स्वर्ग जाने त होइन होइन। भगवानलाई खुसी बनाउनु भनेकै कसैलाई खुसी बनाउनु। जस्तै अब हामीले कसैलाई खुसी बनायो, उसको आशीर्वाद पायो भने त त्यही नै हो नि त, त्यही हो पुण्य, त्यही। अनि म चाहिँ अचम्म लाग्छ क्या मान्छेहरू होइन, भित्र जान्छन्, सबै दुध चढाउँछन्, सबै कुरा गर्छन्, तर त्यो बाहिर बस्ने मान्छेहरू, माग्न बस्ने मान्छेहरूलाई चाहिँ केही पनि दिन्न, त्यो मूर्तिलाई गएर सबै कुरा चढाउँछन् क्या। अनि म चाहिँ उनीहरूले पनि हात टेकेर भगवानलाई केही न केही त माग्छ क्या। त्यत्तिकै मन्दिर त कोही जाँदैन नि, जान्छन् त भगवानलाई त केही न केही त माग्छन् नि त होइन। म चाहिँ भन्छु हाम्रो समाजमा सबै माग्ने नै हो, फरक यति हो हामी मन्दिर बाहिर बसेर माग्छौँ, उनीहरू मन्दिरभित्र बसेर माग्छन् क्या। तर आखिरमा माग्ने त माग्ने दुवै हो नि त, फरक त्यति छैन। फरक त्यति हो, हामी मन्दिर बाहिर बसेर माग्छौँ, उनीहरू मन्दिरभित्र बसेर। तपाईँहरूलाई अपहेलना भयो त्यतिले है। ओके, अब यो अर्पण पराजुली जुन मामा घर नेपाल भन्ने संस्थामा पुग्नुभन्दा फेरि अगाडिमै हामी छौँ, अगाडि नै त्यसमा पुग्ने भन्दा पनि यी बिचमा मैले अहिले पनि एकचोटि कुरा उठाएँ, यी चिल्ला गाडीमा हिँडेका मान्छेहरू, सुटबुटमा हिँडेका मान्छेहरू होइन, जो ठुला ठुला कुरा गर्ने मान्छेहरू छन् होइन, अनि यो समाजको लागि यसो गर्छौँ उसो गर्छौँ भन्ने मान्छेहरू, यी बिचमा कोही मान्छेहरूले चाहिँ ल तिमीलाई मैले खान दिएको छु, ल तिमीलाई मैले यस्तो दिएको छु, या तिमी यहाँ आऊ, तिमी यसरी भने सम्झाउने कुराहरू केही भेट्नुभयो तपाईँले बिचमा? आजसम्म त्यस्तो जति मान्छे धनी भयो त्यति नै अलिकति हुन्छ नि, जति मान्छे धनी भयो नि त्यति नै लोभ हुँदो रहेछ क्या मान्छेलाई। त्यो बिचमा देखेको आज बरु लेबर काम गरेर एक छाक खाने मान्छेहरूले बरु आऊ भनेर बसाएर सँगै खान्छ, तर धनी मान्छेहरूले कहिले पनि सँगै राखेर यही देख्नु भयो होइन। फरक यति हो। जस्तै म त के भन्छु भने नि होइन, अहिलेको जुन युवाहरू छ, यङ जेनेरेसनको मान्छेहरू छ, दुःख चिन्नु छ भने नि म एउटा सानो उदाहरण दिन्छु क्या होइन। वास्तविक जिन्दगी के हो भनेर चिन्नु छ भने नि होइन, बाबुआमाको कमाइमा बाबुआमाको मायामा हुर्केर मात्रै जिन्दगी चल्दैन नि त, चल्छ त आफूले नि सङ्घर्ष गर्नु पर्यो नि त। सङ्घर्ष गर्न सिक्न मन छ भने म के भन्छु भने, तपाईँको घर काठमाडौँ छ भने तपाईँ एकचोटि झापा जानुहोस्। जस्तो उदाहरणको लागि मैले तपाईँलाई भने, तपाईँको घर काठमाडौँ छ भने तपाईँ झापा जानुहोस्, ठ्याक्कै यहाँबाट
झापा जाने पैसा मात्रै राख्नुहोस्, खाजा खाने पैसाहरू 1 रुपियाँ नि नराख्नुहोस्, रिटर्न गर्ने पैसा पनि नराख्नुहोस्, तपाईँको मोबाइल फोन पनि केही पनि नलानुहोस्, बस तपाईँ झापा जाने पैसा बनाएर जानुहोस्। सुरु भयो सङ्घर्ष। त्यहाँनिर जानुहोस्, तपाईँ 3 रात त्यहाँनिर कटाउनुहोस्, अनि पछि फर्केर आउनुहोस्। जिन्दगी के हो भनेर त्यसै चिन्छ त्यो मान्छेले। अरू केही गर्नै परेन, अरू केही गर्नै पर्दैन। जिन्दगी के हो भने त्यसै अनौठो ठाउँमा, नचिन्ने ठाउँमा, कोही नचिन्ने ठाउँमा, के कसैले नचिन्ने ठाउँमा, होइन, राति अब कतै बस्ने ठाउँ नभएपछि, खाने ठाउँ नभएपछि, कसले कस्तो व्यवहार गर्छ, होइन, कसले के भन्छ, कसले कस्तो गर्छ, त्यो भोकले छटपटिँदै गर्दाखेरि मनमा कस्तो कुराहरू आउँछ, होइन, चोट कस्तो कुराहरूको पर्छ भन्ने मान्छेहरूले सिक्छ त्यहाँबाट। आहा, जिन्दगी त यो रहेछ, हामीले यत्तिको गर्नुपर्छ भन्ने बल्ल ज्ञान आउँछ, नत्र आउँदैन नि मान्छे। नत्र त के छ र, बाबुआमाले कमाइदिएछ, ए बाइक भन्ने बाइक किन्दैछ, सब गर्दै उडायो, हिँड्यो, उनीहरूलाई त के दुःख भन्ने त चिनेकै छैन नि। अब उनीहरूलाई त बाबुआमाले पढाइदिएछ, ल ठिक छ, बाबुआमाले पढायो, एउटा राम्रो पोस्टमा पुऱ्याइदियो, उसले काम गर्छ, ल त्यहाँबाट लाखौँ करोडौँ कमाउला, तर दुःख त उसले चिनेकै हुँदैन नि। एकैचोटि ठाउँमा पुगेर कमाउनु र सुरुबाट दुःख बुझेर गएर कमाउनुमा धेरै फरक पर्छ नि, पर्दैन? अब यो भनिरहँदा भाइ, कहिले काहीँ यो बिचमा जुन अब सङ्घर्षकै कुरा गरेर बिचमा यत्तिका दुःख खेपिरहँदाखेरि के यो सडकमा बसेर अलिकति त्यो सडक भन्दा त तपाईँको त्यही कोठा जुन बाबा मम्मीसँग बसेकै कोठा प्यार थियो नि त भाइ, फर्किन त्यो त स्वर्गै जस्तो भयो कि भएन त तपाईँ यो ठाउँमा आइसक्नु त। जुन कुरा मैले बाटोमा भोगेँ नि, सायद मेरो बाउको 2 थप्पड अझै बढी खाउँ तर त्यो घरमा जाउँ भन्ने कति मनमा हुन्थ्यो क्या। तर के गर्ने, अब भगवानले पनि नचाहेर होला सायद। हरेक चिज, मसँग मेरो 3टा दाजुभाइ थियो, कान्छो भाइ पनि खोसियो, मेरो बित्नु भयो, मेरो मम्मी पनि खोसियो, मेरो बाबा पनि खोसियो। त्यसपछि म अल्पत्र भएँ, मेरो माइलो भाइ छ, मेरो माइलो भाइ पनि अल्पत्र भयो। माइलो भाइ पनि जहाँसम्म बुझ्दै जाँदाखेरि तपाईँको माइलो भाइ पनि सडकमा हुनुहुँदो रहेछ, होइन? सडकबाट उद्धार गरियो, होइन? सडकमै हुनु। मेरो माइलो भाइ यतै काठमाडौँतिर थियो, म चाहिँ हेटौडातिर थिएँ। मेरो भाइलाई नि मैले 7-8 वर्षपछि भेट भएको। त्यही पनि मैले मामा जुन अर्पण मामालाई मैले भन्थेँ, मेरो जिन्दगीको मकसद केही पनि छैन, मलाई जिन्दगीमा यति कुरा मेरो भाइ खोज्दिनँ, मलाई त्यो भएपछि केही चाहिँदैन भन्थेँ क्या, मैले बारम्बार भन्थेँ। अनि मामाले चाहिँ यताउता कुरा गरिराख्नु भएको थियो। अनि ठ्याक्कै यता काठमाडौँमा देखेर यति अनुहार हेरेर चिनेको भरमा उसलाई हेटौडा लग्दाखेरि, अनि हेटौडा लगेर अनि कुराहरू गर्दाखेरि अनि भाइ हो भन्ने चाहिँ अनि थाहा पायो। भाइले नाम भन्नुभयो? नाम भन्यो। तपाईँको भाइको नाम, तपाईँ जेठो, तपाईँ राजु, बिचको राजा, लास्टको राम, राजु राजा राम। तर समय परिस्थितिले सबैलाई छुट्याइदैन। अहिले 8 वर्ष पछाडि अहिले भाइ भेट्नुभयो है? हजुर। अहिले भाइ हेटौडामै हुनुहुन्छ? अहिले के काम गर्नुहुन्छ? अहिले ऊ यसो कुक कामहरू सिक्दै हुनुहुन्छ। हजुर। अब तपाईँको यात्रा यतिसम्म मात्र सीमित पक्कै छैन। यो यसमा अब यो बेलुकाको समयको फेरि एकचोटि सम्झिनु पर्यो। बेलुकाको समय कस्तो नसुतिकन यो तास खेल्नु भएको कि कसरी बित्थ्यो यो? कि सुत्न नदिएर हो, या पानी छेपिदिएर हो, या के हो यो? कसरी के भयो? के हुन्थ्यो भने यो टाइम चाहिँ ठ्याक्कै यतापट्टि तास खेलेर हामी चाहिँ के गर्थ्यौँ भने, जस्तै अब हामी बाटोमा बस्नेको त्यो दुनियाँ अर्को हुन्छ क्या, बाटोमा बस्ने बच्चाहरूको है। जस्तै तास खेल्छौँ हामीले यहाँनिर, होइन, जस्तै यहाँनिर खेलिरहेको देख्नु भएको छ, उनीहरूले चाहिँ अब हामीले भनौँ न यो समयमा कसरी खेल्थ्यौँ भने, तास खेल्ने अनि जसले खायो उसले चाहिँ अरूलाई पैसा लगाउँथ्यो क्या। अनि बिस्तारी गरेर अब के गरेर हुन्छ आफ्नो आफ्नो तरिकाले त्यो पैसा चाहिँ तिर्ने उसलाई। के तास खेल्न आउँथ्यो भाइ यसमा? त्यही तास खेल्न के आउनु, त्यही 3 पत्ती खेल्ने, यताउता गर्ने। अनि यति बेला चाहिँ अब त्यही मङ्गल पसलहरू अगाडिपट्टि थियो। अब
त्यहाँनिर पसलहरू बन्द नगरेपछि हामी सुत्न पाउँदैनौँ क्या। ए उज्यालो भइरह्यो बन्द नगरेर सुत्न नपाउने, त्यसमा अड्केर बसिरहनु भएको। भाइ नि ठुलो ठुलो बोरा देख्छु नि, यति ठुलो ठुलो बोरा पनि हुन्छ कि सिलाएर सिलाउनु भयो या के हो यो? यो होइन, यो बोरा ठुलो हुन्छ। हजुर, एउटा बोरामा 3-4 जना अट्टिन्छ। त्यही बोरामा अब जाडो कटाउनको लागि सबैजना घुस्रेर सुतेको पल है। आज उहाँ हुनुहुन्छ अर्पण पराजुले जो कुरा गरिरहनु भएको छ होइन, भगवान तपाईँको लागि र अब यी हिँड्ने समाजमा म मात्रै होइन धेरैको लागि 22-23 जना बच्चाहरूको लागि भगवान भनेर आउनुभयो। धेरै बच्चाहरू उद्धार गरेर जसको परिवारहरू भेटेको छैन उसको परिवार खोजेर पुनर्स्थापना गरेर परिवारमा बस्ने एउटा वातावरण बनाइदिएर होइन धेरै बच्चाहरू जिम्मा यो समाजमा फेरि धेरै दुःख खपिसकेपछि भगवान पनि त भेटिँदो रहेछ होइन। फेरि हामी यस्तो भन्छौँ क्या, भगवान खोज्नलाई मन्दिर जानु पर्दैन कि आफ्नो मन सफा बनाउनु पर्छ, भगवान त्यस्तै देखिन्छ। त्यही भयो है भाइ। अब अर्को परिचय यता छ, त्यो मात्रै होइन, त्यो भनेको बाल्यकालको कथा। कार्यक्रम स्टोरीमा हामी बाल्यकालमा थियौँ। अब जाउँ, तपाईँ राष्ट्रिय स्तरको खेलाडी, हक्कीको खेलाडी। दर्शकहरूलाई यो पनि भनौँ, उहाँसँगको त्यो सडक बालिकाको कथा मात्रै होइन, उहाँ राष्ट्रिय स्तरको खेलाडी पनि हुनुहुन्छ, हक्कीको क्याप्टेन पनि हुनुहुन्थ्यो। हजुर, म होइन इन्टरनेसनल म्याच खेल्दाखेरि इन्डिया भर्सेस नेपाल म्याच हुँदाखेरि म नेपाल टिमको क्याप्टेन पनि थिएँ। त्यति बेला हामीले फाइनल म्याच पनि जितेको। ओके, अब जाउँ यो खेलतिर कसरी प्रवेश भयो। अब यतातिर जाउँ, हामी यही मामा घर संस्थामा बस्दै जाने क्रममा एउटा जर्मनीको म्यार्ली भन्ने एउटा विदेशी नेपाल आउँदाखेरि उसले हक्की ब्याट बलहरू लिएर आएको थियो होइन। त्यही क्रममा ऊ फर्कँदाखेरि हामीलाई त्यो ब्याट र बलहरू छोडेर गएको थियो। हामीलाई त अब हक्की कसरी खेल्छ के हो कस्तो हो हामीलाई त थाहा थिएन। अनि हामी चाहिँ यो क्रिकेट खेले जस्तै त्यो बलहरू हान्ने यताउता हावा पारामा खेल्ने गर्थ्यौँ। अनि हेटौडामा त्यही मनोज भन्ने एकजना गुरु हुनुहुन्छ जुन कमानेमा बस्नुहुन्छ, उहाँले चाहिँ देख्नु भएछ हामीले खेलिरहेको। अनि उहाँ चाहिँ हकी टिमको नेसनलै हुनुहुन्छ, कोच पनि हुनुहुन्छ। अनि उहाँले चाहिँ ल तिमीहरू हकी खेल्न आउँछ भनेर सोद्धाखेरि आउँदैन भन्दाखेरि ल म सिकाउँछु भन्नुभयो। अनि उहाँले हकी सिकाउँदै जाने क्रममा चाहिँ हामी बिस्तारै बिस्तारै गेम खेल्दै गयौँ। कहिले झापामा, कहिले विराटनगर, कहिले नेपालगञ्ज होइन, अनेक थरी त्यो हुन्छ नि जिल्ला स्तरीय गेमहरू खेल्दै गयो। अब इन्डियातिर गयौँ खेल्न, पाकिस्तानतिर होइन, थुप्रै एउटा ठाउँहरूमा। अनि यो म्याच चाहिँ मैले खेल्दाखेरि हाम्रो यहीँ काठमाडौँमा भएको थियो म्याच। यो के ग्यालेक्सी के भन्ने उसमा भएको थियो होइन, होला सायद त्यही थियो होला। त्यहाँनिर जित्दाखेरि चाहिँ यो म्याच जित्दाखेरि हामीलाई चाहिँ वर्ल्ड कपको लागि ऊ पनि आएको थियो, निम्तो पनि आएको थियो। वर्ल्ड कपको लागि रेडी भइसकेका मान्छेहरू हामी ठ्याक्कै यो कोरोनाले गरेर क्यान्सल भइदियो गेम। अनि यत्रो गेम खेल्दै जाने क्रममा हामीले नेसनल गेमहरू खेल्यौँ, 9 राष्ट्रिय, 8 राष्ट्रिय, 7 राष्ट्रियहरू ठुल्ठुलो गेमहरू खेल्यौँ। तर गेम भएको दिनमा मात्रै भत्ता हुने, अरू बेला पैसै नहुने के। जस्तै अब त्यो भत्ताले मात्रै जिन्दगी त चल्दैन नि, चल्दैन। नेपाल सरकारले पनि केही त्यस्तो गरिदिएन। अब त्यस्तै हो, अब जिन्दगी गेम खेलेर चल्छ जस्तो लागेन। अनि मैले चाहिँ अलिकति अन्तै सोच्ने विचार गरेर सोच्दै जाने क्रममा चाहिँ अहिले यसलाई भनौँ न, म बसेको संस्थाको जुन बच्चाहरू छ, मैले एउटा जुन नेसनल खेलेर बाटो बनाएँ, अहिले चाहिँ त्यो बाटोमा चाहिँ सानो भाइहरू जस्तै 14-15 वर्षको भाइहरू अहिले त्यही बाटोमा छन्। उनीहरू पनि गेमहरू खेल्दैछन् होइन, एउटा नेसनल लेभलको गेमहरूसम्म खेल्नेसम्म भइसकेको छ। भनेपछि अब यहाँ यति राष्ट्रिय स्तरको खेलाडीसम्म भइसक्दाखेरि र देश विदेशमा पनि खेलिरहँदाखेरि सरकारले यो खेललाई राम्रोसँगले हेरिँदैन होइन, हेरिँदैन।
र तपाईँ विदेशिनु पर्ने अवस्था आयो अवस्था अहिले विदेशमा बसेर काम गर्दै हुनुहुन्छ कतारमा हुनुहुन्छ हैन कतारमा छु अहिले केही नदेखेरै जानुभएको केही गेममा केही भविष्य नै नदेखेर यतिका गर्दाखेरि पनि यतिका गरियो सबै कुरा वर्षमा एउटा दुईटा गेम हुन्थ्यो एउटा दुईटा गेममा 5-10 हजार कमाएर त कसैको भविष्य बन्दैन नि त त्यही भएर मैले चाहिँ गेममा कुनै भविष्य देखिनँ यो कहाँ हो भाइ यो विराटनगर विराटनगरको गेममा जित्नु भएको थियो कि भाइ हार्नु भएको थियो खै यो म्याचमा त हारेको थियो मलाई नेपाल आर्मीले जितेको थियो नेपाल आर्मीसँग खेल्नु भएको थियो है हजुर ओके अब खेलबाट भविष्य नदेखेर अहिले विदेशमा हुनुहुन्छ कुन ठाउँ हुनुहुन्छ कतार हुनुहुन्छ कतारमा छु भर्खर घर पनि बनाउनु भयो है हजुर मैले भर्खरै केही समय अगाडि आफ्नै कमाइ हो नि त्यो है केही महिना भनौँ न 1 महिना अगाडि नै 1 महिना अगाडि घर बनाउनु भयो आफ्नै कमाइ हो जुन दिन मामा घर नेपाल भन्ने संस्थामा छिरे थिएँ म चाहिँ सानैदेखि अलि हुन्छ नि अलि अरूभन्दा अलि एक्टिभ थिएँ क्या त्यो उमेरदेखि मैले थुपारेको पैसा मलाई भविष्यमा काम लाग्छ केही न केही हुन्छ भनेर त्यो उमेरदेखि एक रुपियाँ थुपारेको मैले अस्ति भर्खर अझै ऋण आफैलाई ऋण लागेको छ मलाई हैन भन्न खोजेको ऋण लागे पनि त्यो उमेरदेखि मैले थुपारेको पैसा यो टाइममा आएर काम लाग्यो जग्गा किन्नु भयो एउटा भने नि आफूले यत्रो दुःख गरेर जग्गा पनि किन्यो घर पनि भयो अब हामीले भिडियो त प्ले गर्न सक्दैनौँ भव्य तरिकाले घरमा के अरे निकै मेयर साहबहरू पनि उद्घाटन गर्नुभएको थियो त्यो अनुभव अलिकति साटौँ न भाइ घर आफ्नै कमाइमा आफैले जग्गा किनेर घर बनाएर घरमा भित्रिँदाखेरि पस्दाखेरि अनुभव कस्तो हुँदो रहेछ मलाई चाहिँ कस्तो लाग्यो भने मलाई त त्यो सुरुमा म बाटोमा छिर्दाखेरिको अवस्थामा मान्छेहरूले गरेको व्यवहारहरू झलस्स याद आयो क्या त्यो दिन जस्तै म त्यहाँनिर मेयर साहबहरू त्यहाँको वडा अध्यक्षहरू ठुल्ठुलो मान्छेहरू आउनुभएको थियो अनि मैले त्यो घर प्रवेश गर्ने बेला अब मेयर साहबले दही खुवाएर उ गरेर ढाका टोपी खादा माला लगाएर त्यहाँ गाउँतिरको मान्छेहरू पनि छक परेको थियो कि तपाईँलाई त चिन्थ्यो होला नि हैन मलाई चिन्न त चिन्थ्यो हैन यत्रो मान्छेको लागि यत्रो ठुलो मेयर आउनु भने त पक्कै को मान्छे रहेछ के मान्छे धेरै मान्छेले जान्ने कोसिस गरे के त्यो ठाउँमा कसरी आयो मेयर कसरी आयो के आयो किनभने मैले त्यहाँसम्म पुग्नलाई त धेरै मेहनत गरेछु नि त धेरै बाटो बनाएको छु धेरै मान्छेलाई बनाएको त्यो ठाउँमा पुगेपछि हुन्छ नि एउटा विश्वास जित्ने बाटो बनाएको थिएँ नि त मैले त अनि मेयर साहबले आउँदाखेरि धेरै मान्छेहरू आए त्यो गाउँको टोलको मान्छेहरू आएर फोटोसोटो खिच्ने मसँग हैन म यसै पनि मैले जुन नेसनल प्लेयरको गेमहरू खेलिसकेपछि मेरो त टिकटकतिर टुहुरो कान्छा भनेर टिकटक आइडी छ क्या टिकटक आइडी छ अहिले मैले नयाँ आइडी पनि बनाएको छु त्यही नामले अनि धेरै मान्छेहरूले चिन्छन् बाटोतिर आउँदा फोटोसोटो खिच्छन् उ गर्छन् अनि भन्छन् धेरै मान्छेहरूले तपाईँको स्टोरी देख्दा एकदम प्राउड फिल हुन्छ भने तपाईँको स्टोरीले मैले नयाँ जिन्दगी पाएको छु भन्नेहरू पनि छन् धेरै मान्छे सुसाइड गर्नेसम्म मान्छेहरू भेटेछु मेरो स्टोरीले गरेर मैले नयाँ जिन्दगी पाएँ म सुसाइड गर्न लागेको मान्छेले भन्दा रुँदै मलाई फोन गर्ने मान्छेहरू धेरै छन् कस्तो प्रेरणा बनिदिनु भयो भाइ तपाईँ त मान्छेको लागि यति यो साहस यो आँट लाई त तपाईँ यो देख्दाखेरि त जो कोही पनि हामी नै त पनि सक्दैन थियो विचलित भएर ती बाटोमै सकिसक्थ्यौँ होला जस्तो लाग्छ सानोतिनो दुःख पर्दाखेरि त आत्तिएर के गरौँ कसो गरौँ भन्ने जस्तो लाग्छ त्यसलाई त्यस्ता स्ट्रगललाई यहाँसम्म ती मान्छेका वचनहरूलाई यहाँसम्म भाइ कतिको रुनुहुन्छ भाइ म कहिले कसैको अगाडि रुँदिनँ तर एकान्त भएको ठाउँमा जहिले पनि रुन्छु म आफ्नो आँसु कहिले कसैलाई देखाउँदिनँ भनेपछि तपाईँको आँसु बाहिरका मान्छेहरूले देखाएको छैन अहिलेसम्म म रुँदिनँ त्यो पनि आउँदैन भन्दा पनि सहन हुन्छ देखाउनु हुँदैन यस्तो चिच्चाएर रुन मन छ नि
कुनै कुनै दिन त्यस्तो लाग्छ कि यस्तो चिचाएर रुन्छु तर त्यस्तो ठाउँ नै भेट्दिनँ कहिले। केले छेक्छ त त्यो रुनलाई? आफूले आफूलाई नै एकदम एउटा कुना काप्चामा गएर ठाउँ नपाएर आफ्नो हात टोकेर आँसु झारेर अनि पुसेर मात्र बाहिर निस्किन्छ। धेरैचोटि त्यो पहिलाको कुराहरूले हरेक हुन्छ नि धेरै छ। अलिकति चाहिँ भाइ यो कुरा भनिरहँदाखेरि चाहिँ दुःख चाहिँ धेरै छन् ती उसमाहरू, त्यही पनि सम्झिने पर्ने कुराहरू यही कुराले चाहिँ मेरो मन घरि नघरि छुइरहन्छ भन्ने हुन्छ नि। जस्तो अब दुःखहरू त धेरै नै छ नि त, त्यो सबै कुरा एकैचोटि आउँदैन। तर कि त मान्छेले गरेको व्यवहार, कि त कसैले लगाएको वचन, कि त आफूलाई बिरामी भएर पेन भएका कुराहरू, केही न केही कुराले चाहिँ अलिक बढी नै मलाई टच गर्छ भन्ने कुरा चाहिँ मलाई छुन्छ भन्ने चाहिँ के लाग्छ भाइ? त्यो चाहिँ जुन बेला म कसैको पेटीमा सुत्दाखेरि मान्छेहरू त ठुलो ठुलो डसनामा सुत्थे नि त, ओढ्ने ओढेर होइन, आफ्नो बाउ आमासँग हातमा अङ्गल मारेर सुत्थेन्। हामी त्यो सडकको पेटीमा सुत्दाखेरि रातिको 12-1 बजे 2 बजे बोरामा आगो लगाइदिने, पानी आएर छ्यापिदिने, त्यो राति राति कामी कामी भाग्न पर्ने दिनहरूले चाहिँ एकदम होइन नि। त्यो रातिको 12 बजे मान्छे उठ्थेर त्यसरी कुट्न आउँथ्यो त भाइ? त्यो खातेहरू त्यहाँ अगाडि सुत्न आयो भनेपछि मान्छेहरू पहिल्यै हेर्ने, अनि त्यो थाहा पाएपछि राति राति यस्तो हामीले गरिदिएपछि चाहिँ अर्को पालि आउँदैन भन्ने मनमा हुन्थ्यो के हुन्थ्यो, त्यस्तो गर्थ्यो। अनि बोरामै आगो लगाइदिने? कतिचोटि हाम्रो साथीहरूको हात खुट्टा जलेर धेरै धेरै छन् त्यो। कस्तो मान्छेहरू, कस्तो कतिसम्मको मान्छेहरू कि एउटा राम्रो मुखले भन्न पनि त सकिन्थ्यो होला है। कस्तो त्यतिसम्म हामीलाई गर्ने व्यवहारै अर्कै थियो के? होइन अर्कै थियो भन्दा पनि अब भाइहरूले त्यो परिस्थिति त्यस्तै थियो। अब चोर्ने होला होइन, चोर छन् होला, घरभित्र पस्छन् होला, चोर छन् होला भनेर हप्काइ दप्काइ गरेर पठाउनु भनेको छुट्टै कुरा हो। तर त्यसरी बोरामै आगो लाउनु मान्छेलाई कस्तो मसँग त्यस्तो फोटोहरू पनि छन्, त्यस्तो साथीहरूसँग बस्दाखेरि त्यो केसहरू पनि छन् धेरै। अब यस्तो कुराहरू चाहिँ म किनभने आफैले भन्न अप्ठ्यारो लाग्छ, त्यही भएर म भित्रदेखि खोल्न अलि अप्ठ्यारो लाग्छ कि यो कुरा। म आफूलाई कन्ट्रोल गर्न सक्दिनँ, त्यही भएर म अहिले धेरै कन्ट्रोल गरेर बोल्छु। होइन मैले त्यही कुरा भनिरहँदाखेरि चाहिँ होइन, अब किनभने भाइहरूले त खाने स्थिति त केही पनि छैन नि त, चोर्नै पर्यो मतलब मान्छेहरूकै त्यही पसलमा रहेका कुराहरू चोर्नु पर्यो कि त माग्नु पर्यो होइन, त्यही गर्नु पर्यो। त्यही गरिरहँदाखेरि चाहिँ अब त्यही गर्छन् भनेर उनीहरूले पठाउनु पनि ठुलो कुरा, धपाउँदाखेरि त हुन्थ्यो होला। मलाई त्यो सुतिरहेको रातिको 12 बजी सुतेर के अरे आगो लगाइदिने, बोरामै आगो लगाइदिने भन्दाखेरि चाहिँ मान्छेमा कतिसम्मको मानवता हराएको भन्ने लाग्यो कि भाइ। यो चाहिँ मलाई एकदमै धेरै मान्छेले त त्यति गर्यो। पुलिसहरू भनेको त हाम्रो देशलाई गर्ने मानिसहरू हो नि त होइन, भन्नु न। पुलिसहरू त हाम्रो रक्षा गर्नको लागि बस्या मान्छे हो नि त। पुलिसहरूले त राति सुतेको ठाउँमा 12-1 बजे 2 बजेतिर आएर त्यो बुटले हान्ने, तिमीहरू त्यहाँबाट लखट्ने गर्थ्यो। हामीलाई कतिसम्म गरेको छ टर्चर त, त्यो पनि खेप्नु भयो। कति खेप्यो नचोरेको आरोपमा नि चोर्यो भनेर लगेर कति पिट्यो हामीलाई। हामी कतिसम्म गर्थ्यौँ भने हामीलाई हेटौडामा कसैले मोबाइल पसल फोड्यो, कसैले केही चोर्यो भने अब हामीलाई पुलिसले खोजिराख भन्ने थाहा पाएपछि हामी हेटौडा छोडेर चितवन भाग्न पर्ने, कहिले काठमाडौँ भाग्न। हामीलाई कहिले पनि कुनै पनि ठाउँमा शान्तले बाँच्नै दिएन। अनि यो भनिरहँदा नि भाइ अहिले सडकमा फेरि पनि बालबालिकाहरू छन्, पहिलाको जस्तो त छैन। अहिले हेटौडामा हजुरले पहिला हेर्नु भने 35-40 जना देख्नुहुन्थ्यो, अहिले हेटौडामा एउटा पनि भेट्नु। अहिले काठमाडौँमा पनि त्यति धेरै बुढाबुढी मान्छेहरू अनि बुढाबुढी के अरे आमा सँगसँगै छोराछोरीहरू पनि माग्न बसेकोहरू मात्रै छन्। तर त्यसरी भाइहरू जस्तो अहिले मैले पनि खासै यसरी बोरा ओढेर सुत्ने त्यस्तोहरू चाहिँ खासै मैले कतिले याद, यो भिडियो हेर्ने मान्छेहरूले कतिले याद गर्नु भयो होला, नगर्नु भयो होला।
म पहिला यही हनुमान ढोकाको मन्दिरमा बस्थेँ क्या चारैतिर, त्यतै वरपर भेटिन्थ्यो क्या मलाई। ए मैले भने नि म काठमाडौँ छोडेर हेटौडा छोडेर यो चितवनमा म धेरै ठाउँमा यो भागी पुगिसकेँ क्या। किनभने हामीले गरेको गल्तीले त त्यो चोट दिँदा हामीलाई फरक पर्दैन कि नगरेको गल्तीले पनि लगाउने सबै यिनीहरूकै काम हो भनेर पुलिसले पनि हामीलाई कहिले साथ सपोर्ट गरेन। त्यो बेला केही नगर्दा पनि त्यही बाटोमै हिँड्दा मात्रै पनि पुलिसले समेत त हामीसँग लुटेछ, अरूको त कुरै छोडिदिन् न। भनेको मतलब जस्तै हामीले कतै पैसा मागेर अथवा केही गरेर हामीसँग 600-700 पैसा हुनुपर्छ, त्यति बेला पुलिसले समातेर लगेको बेला सबै खोले र नाङ्गे बनाएर त्यो निकाल्न लाउँथ्यो पैसाहरू, सबै त्यही पैसाहरू राख्छ उनीहरूले, अनि पछि हामीलाई लहर दिन्थ्यो। त्यतिसम्म गरे पुलिसले। ओके भाइ, म त यहाँभन्दा बढी केही भन्न सक्ने अवस्था केही पनि देखिनँ। म त यस्तो कार्यक्रममा कहिले पनि यतिको धेरै म आफैलाई कति धेरै हुँदै कार्यक्रममा आउनेहरूसँग कार्यक्रम स्टोरी भएकोले गर्दाखेरि धेरै कुराहरू निस्किँदाखेरि चाहिँ उहाँहरू चाहिँ एकदम भावुक भएर रुनुहुन्थ्यो हैन। म त के हो भने म जस्तै अब यहाँनिर क्यामेराहरू छ, बत्तीहरू छ है, तपाईँ हुनुहुन्छ, मलाई चाहिँ अलिकति अझ पनि त्यो भित्रदेखि के बोल्ने उनी आएन। अहिले मैले साँच्चीकै भित्रबाट खुल्ने हो भने मेरो आँखाबाट कति बेला आँसु झर्छ नै थाहा हुँदैन। म त्यस्तो फिल्ममा डुबेर कुरा गर्ने मान्छे हो, तर पनि छोरा मान्छे हो, आँसु देखाउनु राम्रो होइन भनेर म चाहिँ कसैको अगाडि होइन। तपाईँले त नदेखाएकै राम्रो नि। तपाईँ त कति रुनु भएको छ भन्ने कुरा हामीले यही फोटोबाटै देखिहालेको छौँ नि। तपाईँले त गर्नै पर्दैन नि। अब मै आफैले चाहिँ यहाँभन्दा अगाडि बढाउनै नसक्ने भएँ तपाईँको कुराहरूलाई अझै अगाडि। जस्तै यहाँ पनि ट्याटो खोपेछु होइन, हजुर, यो मैले पशुपतिको खोपेको, यो मेरो पशुपतिमा धेरै कुराहरू, मेरो साथीहरू मरेको त्यहाँनिर पशुपतिमा। अब जस्तै यता बाटोमा मर्दाखेरि लगेर त्यतिकै लगेर फालिदिने, पोलिदिने, त्यो मतलबै नगरेर। पोलिदिने चाहिँ कसले पोलिदिन्थ्यो? त्यहीको घाट बाजेले। त्यो कतिसम्म हो। पशुपति पनि बस्नुभयो? पशुपति नै बस्यो। पशुपतिमा त अनि त्यहाँ खाना दिनेहरू हुन्छ भनेर भनिरहेको हुन्छन् नि त। खानै नपाएपछि पुग्नु त हो नि पशुपति नै। त्यही साथीलाई मरेर पशुपति पनि लैजानु भएको छ? पशुपति अनुहार हेर्न पुगेछु। साथी मर्यो भनेर लावारिस भनेर कसैले केही गरिदिनु छैन? कोही पनि हुँदैन, हेर्ने मान्छे नै हुँदैन। त्यो बच्चालाई पनि तपाईँको समयमा त्यो बेला त्यो 10-12 अगाडिको कुरा त हो नि, कति नै समय भएर। जस्तै एउटा कोही परिवारको बच्चालाई त्यहाँनिर चोट लागेर हजुर बाटोमा झरेछ भने त्यो मान्छेलाई हेर्नलाई, त्यो मान्छेलाई गर्नलाई धेरै मान्छेहरू राम्रो कपडा लाएर चोट लागेको छ भने होइन, त्यो मान्छेको वरपर मान्छेहरू भिड हुन्छ क्या, सोधपुछ हुन्छ होइन, त्यसमा कुराहरू धेरै निस्किन्छ। तर त्यही ठाउँमा एउटा फोहोर कपडा लाएर सडक बच्चा मरोस् त त्यो ठाउँमा मान्छे भिड पनि हुन्न, कसैको सोधपुछ पनि हुन्न। फरक हेर्नुमा कति छ? किन आखिरमा त्यो पनि बच्चा हो, यो पनि बच्चा हो नि त होइन? बच्चा त बच्चै हो नि होइन? तर समाजले अपनाउँदैन नि त यो कुरा। कसरी तपाईँ कस्तो भोगाइहरू कति भोगेर पनि तपाईँ यो ठाउँमा आउनुभयो। अहिले त तपाईँ कतारको पनि तपाईँ त राज खानदानमै काम गर्नुहुन्छ क्यारे होइन तपाईँ? हजुर, त्यहाँ काम गर्नुहुन्छ जस्तो लागिरहेछ होइन? के सेक्युरिटी गार्ड गर्नुहुन्छ होइन? म कतारको भनौँ न राजाको बडीगार्ड हो। कतारको राजाको? अब त्यहाँनिर चाहिँ कस्तो हुन्छ भने हाम्रो जस्तो देशको एउटै राजा हुँदैन। हजुर, त्यहाँ चाहिँ ठाउँ ठाउँको राजा हुन्छ। हजुर, होइन? त्यही कारणले म चाहिँ अनि त्यही काम गरिरहेको छु भनौँ न। त्यो मौका फेरि कसरी पाउनुभयो त्यो ठाउँमा पुग्नको लागि? जान पनि मेरो कतारको तपाईँलाई सानो म सर्टमा भन्छु होइन, म पनि कतारमा टिबोयको लागि भनेर गएको कम्पनीमा, अलकाबी कम्पनी भन्ने ठाउँ। म जाँदाखेरि मलाई 15 दिन
52 डिग्रीको घाममा बेल्चा हान्न लगाएको थियो ओ मेन रोडमा त्यही पनि दोहा भन्ने ठाउँमा 15 दिन मलाई बेल्चा हान्न लाउँदाखेरि म 2 दिनमै आत्तिएको ल म गर्न सक्दिनँ म बस्न सक्दिनँ मलाई नेपाल पठाइदिए मबाट यस्तो काम हुँदैन किन मैले लाइफमा त्यस्तो बेल्चा हानेर कहिले काम गरेको थिइनँ हैन अनि म त्यहाँनिर बेल्चा हान्न सकिनँ अनि ल म नेपाल पठाइदिएँ म काम गर्दिनँ भनेर मैले त्यो बेल्चा त्यहाँ फालेर म उनीहरूको अफिस रुममा एसीमा गएर बसेँ त्यस्तै गर्दा 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 10-15 दिन भयो 15 दिन भइसकेपछि अनि ग्यास प्लान्ट भन्ने ठाउँ छ क्या एउटा त्यो चाहिँ एकदम खतरा एरिया के त्यहाँ चाहिँ के एउटा सानो केही मिस्टेक भयो भने सबै कुरा सक्यो त्यहाँ ध्वस्तै हुन्छ त्यस्तो खालको ठाउँमा मलाई काममा हालिदियो अनि त्यहाँनिरको त्यो ग्यासहरूले गर्दा मान्छे रोगी हुने होइन अनेक थरी त्यो रोगहरू उत्पादन गर्ने ठाउँ रहेछ क्या त्यो ठाउँ चाहिँ अनि मैले त बुझ्दै जाँदाखेरि म यस्तो ठाउँमा काम गर्दिनँ मलाई यहाँबाट पठाइदिए नत्र म यहाँ काम गर्दिनँ भनेर मैले त्यहाँनिर पनि धेरै गरेँ मैले कोसिस गरेँ तर मलाई त्यहाँबाट कहिले पनि काम त्यहाँबाट चेन्ज गर्ने नामै लिएन अनि त्यहाँको कतारको पुलिसहरूले चाहिँ के भन्छ भने तिमीहरूले जति सक्छ त्यति काम गर सकेनस् भने रेस्ट गर भन्थ्यो क्या जति तिमीहरूको हेल्थले सक्छ त्यति गर भन्थ्यो क्या अनि हाम्रो कम्पनीको मान्छेहरूले चाहिँ हामीलाई रेस्ट भन्ने कुरै दिन्थेन त कामै काम गर त्यही टाइममा म काम गर्न नसक्ने भएर अनि म यो कन्टेनरमा एसी राखेको हुन्छ क्या त्यहाँनिर रेस्ट गर्न जाने बेला मलाई त्यहीँनिर इन्जिनियर त्यो इन्जिनियरको नाम सुन्ने बित्तिकै सबै त्यहाँको काम गर्ने मान्छेहरू डराउँथे क्या मलाई चाहिँ थाहा थिएन त्यो इन्जिनियर ठुलो इन्जिनियर हो भनेर अनि म गएको थिएँ म जाने बेला त्यसले देख्यो मलाई कन्टेनरभित्र छिरेको देखेपछि भित्र आएपछि मलाई करायो धेरै करायो हिन्दीमा बोल्थ्यो नि त हिन्दी बोल्थ्यो धेरै करायो अनि त्यसपछि मलाई साह्रै रिस उठ्यो क्या मलाई त्यही माथि काम गर्न मन पनि थिएन त्यस्तो काम गर्नु परेछ बेल्चा हान्नु परेछ है अनि मलाई त्यस्तो म टिबयको लागि भनेर गएको थिएँ नि त जानु त अब त्यस्तो काम लगाएपछि धेरै रिस उठ्यो क्या म त इन्जिनियर हो त्यो ठुलो पोस्ट हो थाहा भएन अनि मैले त गाली गर्यो अनि त्यसपछि मलाई नि मुख चुप्लाएर बस्नु मन लागेन क्या मैले नि हिन्दीमा भने कि उसलाई के भने सर मैं आपका कुछ खाता हूँ कि आपका बाप का कुछ खाता हूँ मैं मेहनत करके खाता हूँ ना क्यों चिल्लाता है इतना भनेर मैले यसरी जवाफ दिएँ उसलाई होइन अनि उसले चाहिँ के भन्छ तैँले के गर्न सक्छस् क्या करेगा तुम क्या कर सकता है भने अनि मैले चाहिँ रिसले के भन्ने भने अब त्यस्तै त हो नि पारो तातेको बेला अब शान्त त को हुन्छ र होइन मैले चाहिँ भन्दै अभी तो मैं इधर कुछ नहीं कर सकता है अगर ये टाइम नेपाल में होता ना अभी आपको देखा देता मैं क्या करता भने अनि मलाई भोलिपल्ट त्यहाँबाट निकालिदियो अनि बजारमा त्यो फर्निचरको काममा लगाइदियो फेरि होइन अरूले त्यो ठाउँबाट निकालेर फर्निचरको काममा लगाइदियो त्यति झगडा गरिसकेपछि फर्निचरको काममा काम गर्दै जाँदाखेरि ठ्याक्क त्यो बोस जुन म अहिले काम गरिरहेको छु शेख भन्छ क्या राजालाई उसको घरमा काम गर्न जाने मौका पाएको थिएँ फर्निचरको काम गर्ने त्यहाँ त्यो उनीहरूको घरमा त्यो डेकोरेसनहरू गर्नुपर्ने ठाउँमा गएको थिएँ ठ्याक्कै त्यो घरमा काम गर्ने नेपाली दाइ हुनुहुन्थ्यो क्या ड्राइभर उहाँको नाम चाहिँ सञ्जीव लम्साल उहाँ के भन्छ कता यता उता नेपालगञ्ज उता के भन्ने ठाउँको बर्दियाको बाँके बर्दिया उहाँको हुनुहुन्छ अनि मैले त्यो दाइलाई रिक्वेस्ट गरेँ दाइ मलाई लास्टै गाह्रो भयो म यसरी काम गर्न सक्दिनँ म त नेपाल जान्छु होला बरु यता यस्तो केही काम पऱ्यो भने मलाई घरमा बोलाउनु न ल भनेर मैले दाइलाई रिक्वेस्ट गरेँ त्यसकै 2 महिनापछि फोन आयो मलाई त्यो घरबाट ल भाइ किचन हेल्परको लागि हो तिमी काम गर्छौ त भनेर भन्नु दाइ म हाँसी गर्छु त्यो ठाउँ किनभने त्यहाँनिर खाना बस्न सबै राम्रो अनि हाम्रो कम्पनीको खाना चाहिँ फेरि हामीले दिनभरि काम गरेर 12 बजे खाने हो नि त 12 बजे खाँदाखेरि त्यो जाँड जस्तो हुन्छ क्या भात पनि
पुरै स्मेल आउने खानै नसक्ने क्या बाहिर त्यो घामले नै त्यस्तो बनाइदिन्छ क्या अनि म त्यहाँनिर गएँ अनि गएर काम गर्दै गएर त्यो दाइले गर्दा चाहिँ म त्यो ठाउँमा पुगेँ क्या होइन अनि पुगेपछि त्यहाँनिर काम गर्दै जाँदाखेरि जुन बोस हुनुहुन्छ मेरो उहाँ चाहिँ बिरामी भएर एक दिन हस्पिटलमा एडमिट हुनुभएको थियो त्यति बेला हेर्ने मान्छेहरू सबैजना कता कता बिजी थिए क्या अनि त्यति बेला मलाई मौका मिलेको थियो क्या एकचोटि होइन सेवा गर्ने त्यो रात दिन त्यहाँनिर काम गर्दै जाँदाखेरि अनि उसलाई चाहिँ चित्त बुझेछ के बुझेछ अनि भोलिदेखि चाहिँ उसले मलाई ल त आजदेखि मसँग बस भनेर साथमा राख्यो सजिलो भयो जीवन है अहिले त अब करोडौँको गाडीमा घुमेर हिँडिन्छ होइन यस्ता दिन पनि आए जुन इन्जिनियरले मलाई लेबर भनेर हेर्थ्यो अहिले उसैले सलुट हान्छ क्या ओ भाइ त्यति बनाउनु भयो है भाइ यो भनेर त के रहेछ त योभन्दा जीवन के रहेछ जस्तो लाग्छ अब यो त्यो स्थितिमा विदेशमा पनि अब भनौँ न अब त्यहाँ त शेख भन्छन् भन्नुभयो होइन राजाकै अब हामीले त कतारका राजा नै भनेर भन्छौँ होइन त्यो ठाउँमा बसेर त्यसमा पनि अब त्यस्तो बेलचा हाल्नुपर्ने कति दुःखको काममा पनि अब आरामकै भनौँ न ड्युटी गऱ्यो भने पनि अहिले त आरामै छ भनेर भनौँ न त्यो हेरिकन त निकै धेरै आरामै छ भन्नु पर्यो त्यस्तो ठाउँमा बसेर गाडीमा घुम्न पाउने होइन समुद्र नुहाउने जिम गर्न जाँदाखेरि उसँग बसेर कुरा गर्ने मात्रै अनि त्यो भनेपछि त अनि अब फेरि त्यस्ता दिन आए यो भनेर त जीवन के रहेछ जस्तो लाग्यो त भाइ म चाहिँ जीवनमा भन्दाखेरि एउटै कुरा याद आउँछ क्या कि त आफूले जान्नुपर्छ कि त अरूले भने मान्नुपर्छ होइन किनभने जीवन के रहेछ भने आफूमा भर पर्छ क्या जीवन कस्तो बनाउने हो भन्ने कुरा होइन जस्तै मैले सानैदेखि मेरो बानी चाहिँ के हो भने म कहिले कोहीसँग झुटो बोल्दिनँ मलाई झुटो बोल्ने मान्छे पनि मन पर्दैन म त्यो मान्छेको सङ्गत पनि कहिले गर्दिनँ म एकचोटि बोलेको वचन सक्यो भने पुरा गर्छु सकेन भने मैले गर्न खोजेको सकिनँ भनिदिन्छु मलाई चाहिँ आश देखाउन कहिले कसैको कोही माथि आउँदैन होइन अनि त्यही कारणले जे कुरा गरे पनि भित्र मनदेखि गर्नुपर्छ अवश्य सक्सेस हुन्छ कहिले मनमा नराम्रो कुराहरू सोचेर नराम्रो कुराहरू खेलाएर केही कुराहरू गर्छु भनेर त्यस्तरी गऱ्यो भने कहिले त्यो कुरा पुरा आउँदैन अब यो भनिरहँदाखेरि भाइको अब आज खेलाडीको रूपमा पनि भाइलाई मन पराउनेहरू धेरै छन् होइन अझ टिकटक आइसकेपछि टिकटकमा फ्यान फलोवर्सहरूको त अब सीमै नागिसक्यो यतिका धेरै फलोवर्स छन् तपाईँलाई पछ्याउने नै धेरै छन् टिकटकमा होइन तपाईँका भिडियोहरू लाखौँले हेर्छन् होइन त्यो भएकोले गर्दाखेरि यत्तिकै पनि सामाजिक सञ्जालमै तपाईँ चर्चितै हुनुहुन्छ नै होइन अब यो भनिरहँदा अब जीवन साथीको कुरातिर गएँ ल म एकचोटि अब उहाँलाई कहाँ भेट्नुभयो कसरी भेट्नुभयो अलिकति यहाँतिर जाउँ अब सायद यो भिडियो उसले पनि हेर्छ होला उसको लागि चाहिँ म के भन्छु भने सायद मेरो लाइफमा ऊ नआएको भए पनि सायद म यो ठाउँमा पनि पुग्दिनँ होला अहिले जुन ठाउँमा छु म त्यो ठाउँमा पुग्दिनँ होला जुन दिन मैले संस्थामा मैले अर्पण मामालाई के भने त्यही भने मामा म यो संस्थामा बसेर मेरो जिन्दगी चल्दैन अब मैले यो संस्था छोडेर एउटा रुम लिएर मैले सङ्घर्ष गर्न सिक्नुपर्छ ए आफै भन्नुभएको म सङ्घर्ष गर्छु मामा भन्दाखेरि मामाले आँखामा त्यो आँसु रसाएर बुझ्ने भएछ भन्नुभयो क्या अनि त्यसपछि मैले सङ्घर्ष गर्न थालेँ मसँग केही पनि थिएन एउटा कराई एउटा डेक्ची दुईटा थाल एउटा पन्यो है अनि एउटा बेड थियो अनि त्यस्तै खात्रखुत्री सामान थियो केही पनि थिएन अनि त्यो ग्यास थियो मसँग केही त्यस्तो सामानहरू थिएन अनि म काम गर्दै गएँ 2-3 महिना आफैले बनाउने आफैले खाने होइन अनि म इलेक्ट्रिसियनको कामहरू गर्थेँ क्या इलेक्ट्रिसियनको कामहरू प्लम्बिङको कामहरू होइन यताउता गर्दै जाँदाखेरि अनि मेरो मनमा मेरो दिमागमा कस्तो सोच आयो भने होइन म एक्लै बस्नु र मैले कसैलाई बिहा गरेर ल्याउँदाखेरि उसँग मेरो कुरा त हुन्थ्यो क्या
उसको पनि मसँग भनौँ न मलाई म एउटा लाइटमा पुगिसकेर ऊ गर्दाखेरि मलाई धेरै केटी मान्छेको अफर आएको थियो क्या मलाई बिहा गरेर अस्ट्रेलिया लान्छु अमेरिका लान्छु नेताको छोरीहरूले ठुल्ठुलो मान्छेहरूले म बिहा गरेर तिमीलाई मेरो छोरीलाई मेरो बुढा हो श्रीमान हुनुहुन्न मेरो छोरीलाई बिहा गरेर यो घर पनि तिम्रो नाममा गरिदिनु सबै त्यस्तो धेरैवटा ऊ आएको थियो क्या है अनि मलाई जस्तै धेरै मान्छेहरूको ऊ आएको थियो म चाहिँ कहिले पैसाको पछाडि नदौडिने मान्छे होइन कहिले लोभ लालचमा नपर्ने मान्छे अनि मैले मसँग जे छ म एकदम खुसी छु भाइ यो पैसाको कुरा गर्दाखेरि कि अब पैसा नै सब चिज हो भनेर भनिरहेछ नि जब पैसाको पछाडि कुद्दा हिजो त त्यो पैसाकै अभाव थियो नि भाइलाई होइन र मसँग केही पनि थिएन नि हिजो सडकमा हुँदाखेरि पनि त्यही पैसैको लागि थियो भनेपछि फेरि पछि चाहिँ किन त्यो बदलाव हुँदै गएपछि होइन बदलाव हुँदै गएपछि पहिला त्यो पैसाको लागि यो मान्छे मार्दै म तँलाई यति खाना दिन्छु भन्दा पनि हामी मार्न तयार हुने मान्छे एक छाक खानको लागि त्यतिसम्म हुने एउटा मानसिक भइसकेको मान्छे बिस्तारै जाँदाखेरि बुझ्दै जाँदाखेरि मलाई त अब पैसा होइन माया चाहिएको हो नि त माया नपाएर बेवारिसे भएको हो नि त मलाई त एउटा माया गरिदिने मान्छे होस् मलाई बुझाइदिने मान्छे एउटा राम्रो बाटो देखाइदिने मान्छे त त्यस्तो हुँदैन थियो नि त त्यस्तो हुँदैन थियो नि त मेरो लाइफमा त त्यसको जरुरत पैसा भन्ने कुरा त उमेर पुग्यो बुझ्यो अब त कसरी कमाउने भने त तरिका पनि बुझ्यो नि त भनेपछि पैसा ठुलो रहेछ कि माया ठुलो रहेछ त त्यसो भए माया ठुलो जुन कुरा मायाले पाइन्छ त्यो पैसाले किनेर पाइँदैन त्यो कुरा भनेपछि तपाईँलाई जीवनमा मायाकै खाँचो रहेछ होइन मसँग केही पनि थिएन उसँग चाहिँ म भेट्दाखेरि उसको नै मम्मी बाबा हुनुहुन्न ठुलमम्मीको घरमा बसेर दुःख गरेर हुर्केको होइन अनि त्यसपछि मेरो दिमागमा के सोच आयो भने म कोठा लिएर बस्दै गर्दा एकै छाक त बढ्ने हो नि अरू के नै हुन्छ र मेरो 12,000 स्यालेरी थियो त्यति बेला महिनाको अनि एकै छाक त बढ्ने हो नि अरू के बढिन्छ भने उसलाई बिहा गरेँ नि मैले होइन उसलाई बिहा गरिसकेपछि उहाँ मान्नु भयो अनि उसले चाहिँ के भन्यो म ऊ यहीँनिर उसको घर सातो बाटो उता थैबा भन्ने ठाउँमा उसको ठुलमम्मीसँग बस्थ्यो अनि म त्यहीँनिर गएर मसँग पैसा पनि थिएन त्यति बेला कति भने मसँग 700 रुपियाँ थियो 1500 थियो मसँग 1500 रुपियाँ पैसा त्यही पनि अरू दाइसँग मागेर म उसलाई लिन आएको थिएँ कि त्यति बेला भाडा 600-700 कति थियो समथिङ हेटौडाबाट काठमाडौँ अनि मेरो त 1500 त आउँदा जाँदा त मेरो मात्रै ठेक्का हुन्छ नि त उसलाई त लाने पैसा हुन्न उसलाई भनेर तिमीसँग भाडा छ होइन त म आउँछु तिमीलाई लिन भनेर आयो अनि उसको मम्मीहरूसँग भेटेँ मैले उसको मम्मीलाई के भनेको थिएँ भने आज मसँग केही पनि छैन मसँग न घर छ न मेरो परिवार छ न कोही छैन म एक्लै हो म अनाथ हो यदि यो समयमा ऊ हाँसेर बस्यो भने भोलिको दिन रानी पनि बन्न सकिन्छ मेरो दिन आयो भने अहिले जस्तो छ त्यस्तोमा खुसी भएर बस्न सक्छ भन्दाखेरि ऊ हाँसी आएको हो नि त मसँग अनि अहिले रानी जस्तै छ उसलाई हरेक चिज जे भने त्यही पुरा गर्दैछु मैले होइन अनि ऊ आएपछि अनि टक्क मैले घरमा ल्याएँ मलाई सुरुमा लास्टै अप्ठ्यारो भएको थियो कि अर्काको छोरी ल्याए महिनावारी हुँदो रहेछ भन्ने बित्तिकै खल्तीमा पैसा नहुने प्याड किन्न पनि अप्ठ्यारो पैसा नभएपछि है अनि त्यसपछि उसलाई के खान मन ला होला के लाउन मन ला होला त्यो चिन्ता हुने क्या लिएरै हाल्यो अनि आफूलाई कस्तो फेरि तपाईँमा त यति धेरै माया रहेछ है फेरि तपाईँमा त कति धेरै माया रहेको तपाईँलाई चाहिँ माया कसैले गरेनन् होइन तपाईँमा चाहिँ यति धेरै माया को फेरि खानी हुँदो रहेछ तपाईँले भनिरहँदाखेरि त्यही त अनि कस्तो चिन्ता लाग्ने क्या अनि मलाई चाहिँ बेला बेलामा कस्तो फिल हुन्थ्यो भने ओहो मैले त गल्ती गरेछु यार पहिला आफू सक्सेस भइसकेपछि चाहिँ ल्याउनु पर्ने रहेछ अरूको चेलीबेटी आफूसँग केही नहुँदाखेरि ल्याउँदाखेरि बिचरा उसलाई पनि कति नराम्रो लाग्यो होला नराम्रो सोच्यो होला उसले त मुखले भन्न नसके होला नि त मनमा त होला नि त उसको पनि होइन मैले त ठुलो गल्ती गरेँ जस्तो लाग्यो अनि उसलाई उसको मलाई कहिले पनि उसलाई भन्ने
आँटै आएन क्या। यस्तो भयो उस्तो भयो भनेर अँ तपाईँ आफै मनमा भनिरहनु भयो। आफ्नै मनमा खेलाउने उ गर्ने जे भए पनि ऊ हाँसेको देख्दा म एकदम खुसी भएर बस्थेँ क्या। मेरो त जिन्दगी अनि उहाँले नि कहिले भन्नु भएन यस्तो उसले पनि बुझेर कहिले पनि मलाई केही कुरा चाहियो यो चाहियो कहिले पनि डिमान्ड गरेन उसले। उसले के भन्थ्यो भने तपाईँलाई जे चित्त बुझ्छ जे राम्रो लाग्छ त्यो गर्नु, तपाईँले हरेक चिज गर्नुभन्दा अगाडि सोचेर गर्नुहुन्छ, नराम्रो कहिले गर्नुहुन्न, म त्यसैमा खुसी छु भन्थे क्या होइन। अनि बिस्तारै बिस्तारै हुँदै गयो होइन। अनि त्यसपछि अब म त्यसपछि विदेश जाने विचार गरेँ मैले। आफै बनाउनु भयो? आफै विचार गरेँ। अब हामीलाई भोलि छोरछोरी हुन्छ होला होइन। छोरछोरी भएपछि त आफूले भोगा जस्तो जिन्दगी त भोगाउनु भएन नि त होइन। अलि राम्रै हिसाबले त छोरछोरी उ गर्नु पर्यो। अनि मैले चाहिँ के अब त्यो बच्चाहरू अब हुन्छ नि मेरो चाहिँ अलिकति भन्ने नि एक्स्ट्रा सोच क्या। त्यही कारणले मैले चाहिँ के भने होइन मैले त रहरले बिहा गरिहालेँ, मैले अहिले बच्चाहरू बनाएँ, अहिले मसँग न घर छ न कोठा भाडा तिर्ने पैसा छ न केही छ। अहिले मैले बालबच्चाहरू बनाएँ भने त बिजुली हुन्छ नि त, हुँदैन? मैले पाएको जस्तो दुःख पाउँदैन त उनीहरूले। अनि मैले सोचेर होइन यस्तो नगरौँ भनेर एउटा प्लानिङ गरेर ल अब म विदेश जान्छु, केही पैसा कमाउँ, घर बनाऊ, अनि त्यसपछि बच्चाको लागि सोचौँला, नत्र नसोचौँला। अहिले हामी दुईजनालाई अप्ठ्यारो भइरहेछ बाँच्नको लागि, भोलि हाम्रो अरू थप्यो भने त झनै अप्ठ्यारो हुन्छ। त्यही कारणले एकदम सरसल्लाह गरेर अनि बिस्तारै बिस्तारै दुःख गर्दै जाँदाखेरि आज आफ्नै घर भयो है। खुसी हुनुहुन्छ? खुसी देखेको थियौँ भिडियोमा पनि। आफ्नो आफूलाई चाहिने कुराहरू जे भने त्यही छ, सबै कुराहरू हरेक चिजहरू घरभित्र होइन त, घरभित्र बाहिर जहाँ पनि जे चाहे पनि भनौँ न। पहिला मलाई 100 रुपियाँ धेरै ठुलो 50 रुपियाँ धेरै ठुलो लाग्थ्यो क्या। 50 रुपियाँ बोक्दाखेरि ओहो 100 रुपियाँ बोक्न पाए कस्तो हुन्थ्यो होला भने 100 रुपियाँ पछि मैले 500 को नोट समातेँ। अनि 500 को नोट भन्दा 1000 को नोट समाउनु पाए कस्तो हुन्थ्यो। अहिले 1000 को नोट लाखौँ समाइदिनु भयो होइन। त्यस्ता दिन पनि आए, त्यही होइन लाखौँ समाइदिनुहुन्छ। ओके, यो भन्दा त अलिकति बुझ्न मन लागेको कुरा भाइ, जति कुरा गरे पनि कुरा सकिँदैनन् होइन। यतिका धेरै जीवनको भोगाइहरू यति धेरै छन् कि अब यो यतिका 26 वर्षको उमेरमा अब कहाँ अब यति थोरै कार्यक्रममा यो गरेर साध्य पनि हुँदैन, सम्भव पनि हुँदैन। तर मलाई एउटा अलिकति बुझ्न मन लागेको कुरा, सडकमा रहनु भएको, यता बाबा बित्नुभयो, आमा बित्नुभयो, पछि पनि जानुभयो भने नागरिकता कसरी बनाउनु भयो? यसमा पनि फेरि ठुलै सङ्घर्ष होला भाइ फेरि होइन। यहाँ त फेरि अप्ठ्यारो परिस्थिति यही छ। म भन्नुपर्दा म मुखमा फ्याटा भन्ने मान्छे हो है, कसैको पछाडि कुरा काटेर भन्ने मान्छे नै होइन। मेरो जुन अङ्कल हुनुहुन्छ, बाबाको भाइ हुनुहुन्छ, मैले भन्दा धेरैचोटि रिक्वेस्ट गरेँ आफ्नै बाबाको जग्गा जमिन भए पनि मलाई चाहिँदैन, मलाई मेरो नागरिकता बनाइदिनु। मलाई बाहिर जानलाई अप्ठ्यारो भयो, गेमहरू खेल्नलाई। मलाई एउटा नागरिकताले गर्दा हरेक चिजहरू रोकियो होइन। मलाई हरेक चिजहरू रोक्यो भनेर मैले धेरैचोटि रिक्वेस्ट गरेँ, तर उहाँले मेरो नागरिकता बनाइदिनु भएन। अङ्कललाई चाहिँ भेट्नु भएको थियो? भेटै छैन अहिलेसम्म। फोनबाट भन्नुभएको? फोनबाट, फेसबुकबाट म गरेर भने, तर मैले आफ्नो मान्छेहरू कता 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 खोजेँ, के गरेँ। पछि हजुरआमाहरू यता सिस्नेरीमा भेटेँ, हजुरबाहरू भेटेँ। अनि उहाँहरूलाई लगेर उहाँहरूले बल्ल 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 कति पैसा खर्च गरेर कतिचोटि ओहोरदोहोर गरेर अनि गरिदिनु भयो, बल्ल बन्यो। ओहो, भनेपछि आफ्नै काकाले फेरि त्यहाँ पनि बनाइदिनु भएन? केही पनि गर्नु भएन। फेरि आफन्त भन्ने के रहेछ त भाइ त्यसो भएदेखि? आफन्त भनेको पैसा। त्यहाँ पनि फेरि पैसा, त्यहाँ चाहिँ पैसा जोडियो? पैसा। मसँग धेरै धन सम्पत्ति छ, म धनाढ्य छु भने सबैले मलाई गन्छ। मसँग केही छैन भने मलाई कसले गन्छ? कसैले गन्दैन। हिजो कसले गनेको थियो? कसले गर्ने? अहिले मसँग सबै कुरा छ, अहिले मसँग सबै बोल्छ। लात्ती हिजो सडकमा लात्ती हान्ने मान्छे पनि अहिले घरमा नमस्ते भनेर हात जोडेर आए होइन, बधाई छ भन्दै आए। आउँछन् धेरै मान्छे आए, एक दुईजना मात्रै होइन। अहिले त मैले जुन मान्छेहरूले मलाई बाटोमा हुँदाखेरि हेपे मान्छेहरू, म त्यही मान्छेहरू कति मान्छेलाई त हेल्प गर्दैछु म आफैले।
म चाहिँ एउटा कुरा के भन्छु भने होइन हामीले यो कुरा चाहिँ बुझ्नै पर्ने कुरा हो कि एउटा भनाइ छ नि आफूले खाए पेट भरिन्छ अरे होइन आफूसँगै एक गाँस अरूलाई खुवाए आत्मा भरिन्छ अरे क्या हामीले आफ्नो लागि मात्र होइन अरूको लागि पनि सोच्नुपर्छ क्या त्यही कारणले सबैको लागि सोच्नुपर्छ होइन जीवन राम्रो हुन्छ जस्तै सडकको बच्चाहरूलाई हिजोको दिनमा कसैको घरमा लुगा टिप्न कसैको घरमा हुन्छ नि त बच्चाहरूलाई त्यो बाटोमा भेट्ने बच्चाहरूलाई पिट्ने ऊ गर्ने भने समाजले क्रिमिनल बनायो नि त बच्चाहरूलाई अब यस्तै गर्दै गयो भोलि कसैको घरको टोइलेटको धारा चोरिदिन्छ बाल्टिङ चोरिदिन्छ तिनीहरूलाई त सम्झाएर यस्तो गर्नुहुन्न ऊ गर्नुहुन्न भनेर पो एउटा समाजमा राम्रो मान्छे बनाउने हो त समाज सुरक्षित हुनलाई त तिनीहरूलाई पिट्ने ऊ गर्ने गऱ्यो भने त भोलि यो मान्छेले हामीलाई पिटे थियो यो मान्छेले यस्तो गरेछ भने त्यो बच्चाले क्रिमिनल सोच राख्यो भने त भोलि त्यही मान्छेलाई बेफाइदा होइन त्यही समाजलाई बेफाइदा होइन त हामीले एउटा सडकमा बस्ने बच्चाहरूलाई एउटा राम्रो हिसाबमा एउटा पारिवारिक हिसाबमा हेर्ने हो भने कहिले कुनै ठाउँमा खतरै हुँदैन अब यो भनिरहँदा भाइ अब देशको लागि राष्ट्रको लागि राष्ट्रलाई चिनाउनको लागि एउटा खेलाडी हुनुहुन्छ तपाईँ देशमा केही समय अगाडि यस्तो स्थिति भयो जेनजीहरूले गरेको आन्दोलन तपाईँ त जेनजी पुस्तामा रहनु भएको छ होइन त्यसमा पनि यो देख्नुभयो नि तपाईँले जुन अब जेनजीको नाममा त अरू नै घुसपेट भएर यस्तो भएको छ यो अब नेपालमै हुनुहुन्छ तपाईँ अहिले यो देखिरहनु भयो कस्तो लागिरहेको थियो भाइ यो के लागिरहेछ तपाईँलाई योमा चाहिँ जेनजीहरूको यो अहिले आन्दोलनमा यो यस्तो हो हाम्रो जुन जेनजी युवाहरूले गरेको कामहरू चाहिँ राम्रै भइरहेको थियो अब त्यसमा चाहिँ जेनजी मात्र होइन अरू पनि मिसिएका थिएन होइन उनीहरूले जुन तोडफोड गरे यताउता होइन त्यो चाहिँ अब आफ्नै नोक्सानी भयो होइन अब जुन यो सिंहदरबार जलायो त्यो त आफ्नै सम्पत्ति हो नि त अरूको होइन नि त अब यो भाटभटिनीहरू भनेको त हाम्रो लागि त एउटा ऊ नै हो नि त जस्तै बाहिरको मान्छेहरू कोही आउँछ केही आउँदाखेरि त्यो देख्दाखेरि त हाम्रै सान बढ्ने हो नि त नेपालमा तर त्यस्तो गर्न नहुने थियो तर ठिक छ जे हुनु अब राम्रो जुन पहिलाको नेताहरूले गर्यो पहिलाको जुन कामहरू भयो अब त्यो हुँदैन होला अब राम्रो हुन्छ केही न केही पाठ त फेरि सिक्नुपर्ने भयो केही न केही पाठ त अब सिकिन्छ कि भन्ने आशमा छ भाइ यति व्यस्त हुँदाहुँदै हिँड्नुपर्ने छ विदेश भोलि उड्नुपर्ने छ यस्तो व्यस्तताको बावजुद पनि मेरो निम्तो स्वीकारेर है मलाई समय दिएर यहाँसम्म आइदिनु भयो यहाँको लागि धेरै धेरै धन्यवाद आगामी दिनमा पनि यहाँको यात्रा सुखद होस् त्यसै पनि भाइ बुझकी हुनुहुन्छ बुझ्ने भएरै यहाँ जीवन यहाँसम्म पुगेको छ पक्कै पनि अबको यात्रा झन् सहजै हुने रहेछ अब अब एउटा सोचाइ के छ भनेदेखि चाहिँ भाइलाई अनि बहिनीलाई अनि मामा घर नेपालका जुन भाइले भगवान भनेर संज्ञा दिइरहनु भएको छ हाम्रो अर्पण पराजुलीजी उहाँसँग कुरा गर्ने एकचोटि चाहना छ मेरो अब भाइको फेरि नेपाल बसाइ भइसकेपछि फेरि त्यो अवसर मिल्नेछ त्यो एकदम चाहनाभित्रबाट छ अन्त्यमा भाइ केही भन्नु छ भनेदेखि म अन्त्यमा केही भन्छु भने नि हजुरहरूलाई लाग्न सक्छ मैले यति आफ्नो बारेमा स्टोरीहरू भन्दाखेरि होइन कसैलाई नराम्रो लाग्यो होला ओहो यसले त आफ्नै कुरा गर्दाखेरि कस्तो मन खिन्न पनि नभएको भन्ने सोच होला मान्छेहरूको त हुन्छ नि त अनेक मान्छेहरूको आफ्नो आफ्नै सोच हुन्छ नि त अब म चाहिँ यति भन्छु जुन मेरो स्टोरी छ अलि राम्रोसँग बुझ्ने कोसिस गर्नुहोस् त्यसबाट जिउने एउटा कुनै बाटो भेट्नुहुन्छ त्यही बाटो भेट्नुहुन्छ जिन्दगीमा हरेस नखानुहोस् होइन सच्चा मनदेखि होइन भनिन्छ नि म एउटा कुरा के भन्छु भने नि होइन जिन्दगीमा सधैँ जित्ने मान्छेले एउटा हेडलाइन बनाउँछ अरे क्या होइन जिन्दगीमा सधैँ जित्ने मान्छेले एउटा हेडलाइन बनाउँछ जो मान्छेले जिन्दगीभरि हारेर एकपल्ट जित्छ नि त्यसले इतिहास लेख्छ कि त्यही भएर हरेस नखानुहोस् एक दिन अवश्य हुन्छ मनदेखि गर्नुहोस् सबै कुरा पुरा हुन्छ हस् भाइ धन्यवाद